हेलो एन्ड नमस्ते सबैजनालाई। म तपाईँहरूको मनको साथी रजत। मैले भर्खर एउटा पोडकास्ट एडिट गरेर सकाएको छु। यस, फाइनली म युट्युबमा वापस आएको छु। तपाईँलाई अल्छी लाग्न सक्छ। अनेस्टली यो दुईवटा मित्रको अस्ट्रेलियामा छुट्टै ब्याकग्राउन्डबाट आएर आफ्नो लाइफ एक्सपिरियन्स गरिरहेको दुईवटा मित्रको गफ गफ हो। अझ लेमेन भाषामा भन्दा अटर बक्चोदी हो होइन। सुन्दै जानुहोस्। सुरुमा अलिअलि अल्छी लाग्न सक्छ, पछिबाट इन्ट्रेस्टिङ हुँदै जान्छ कुराहरू। एन्ड डिस्क्लेमर, यो हाम्रो व्यक्तिगत एक्सपिरियन्सको, हाम्रो व्यक्तिगत हुन्छ नि, हामीले भोगेका भोगाइहरूको अवधारणाहरू मात्र हुन्। यसले कसैलाई ठेस पुर्याउन खोजेको छैन। सो यसलाई हाम्रो गफको रूपमा, हाम्रो व्यक्तिगत विचारको रूपमा सुनिदिनु होला। अनि कस्तो लाग्छ प्लिज आफ्नो प्रतिक्रिया पनि कमेन्ट बक्समा दिनु होला। धेरै पछि आएको छु, प्लिज अहिलेसम्म मलाई ट्रस्ट गरिदिनु भएको छ, थ्याङ्क यू। कस्तो लाग्छ सुन्नु होला। अनि मन परेको खण्डमा म यसको अरू सिरिजहरू लिएर आउँदै जान्छु। मेरा अरू अस्ट्रेलियामै हुनुभएको साथीहरूलाई म राखेर हामी यसरी नै गफ गर्नेछौँ है त। सायद यही नै हो पर्पोज मनका कुराको। वी आर जस्ट टकिङ आवर हार्ट आउट। हामी हाम्रो मनमा लागेको कुराहरू गफ गर्दैछौँ। सो कस्तो लाग्छ प्लिज डु लेट मी नो। एन्ड देयर यु गो, पोडकास्ट स्टार्ट इन 1 2 3। हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु मी, टु माई च्यानल। मैले बिर्सिसकेँ मेरो च्यानल छ भनेर। अझै हामी यो घाममा सुन्तला खाँदै खाँदै गफ गरौँ भनेर मात्रै आयो के होइन। आई डोन्ट नो म यो भिडियो हाल्छु हाल्दिनँ, मलाई थाहा छैन। सो वी आर जस्ट हियर टु टक आवर हार्ट आउट। 2.5 वर्ष 3 वर्ष कति भयो अस्ट्रेलिया आइसकेको? लगभग साढे होइन 3 वर्ष लगभग हुन आँट्यो। 3 वर्ष लगभग हुन आँट्यो उसको। मेरो त्यही 2.5 वर्ष हुन्छ चाँडै। 3 वर्षै हुन्छ नि अब। डिसेम्बरमा त 3 वर्षै हुन्छ। तिम्रो भन्दा 3 महिना 4 महिना कति अगाडि आयो। ए ओके। सो त्यही आई डोन्ट नो, लाइक फगड है यहाँ क्यामेरा छ भनेर। लेट्स टक। क्यामेरा बिर्सिदेऊ तिमी, यता मतिर बरु फर्क। सुन्तला खान्छौ? खाइदिउँ न त। घाममा सुन्तला इज बेस्ट। के छ साथी, के छ हालखबर सुनाऊ? अहिलेसम्म राम्रै छ हौ, ठिकै छ, गरिँदैछ। माइक लाउने बित्तिकै अब फेरि प्रोफेसनल साउन्ड गऱ्यो। बी भुवन। त्यही अब दुःख भन्ने चिजहरू त छँदै नै छ। तर अहिले आएर पछाडिको दिन सम्झेर सोच्ने हो भने अहिले त जे जस्तो भए पनि केही भएकै छ नि, के भइरहेछ नि होइन। प्रगति जारी छ। त्यो बेलाको सोच न दोस्त। हे कुरा नगरौँ। त्यो बेलै थियो। हाम्रो सायद लास्ट भिडियो पनि त्यही बेलाको होला। सायद ब्लग त्यहाँदेखिको त्यही बेला खाइसकौँ है। होइन त्यो बेलाको भिडियो त मा कसम यस्तो र भिडियो थियो। रियल स्ट्रगल क्या मा कसम। त्यसमै के अरे जबको कपडा पनि त्यहीँ खाँदिया छ, ल्यापटप पनि पढ्नको लागि त्यहीँ खाँदिया छ, जुत्ताहरू। अब अहिले आएर हेर्दाखेरि चाहिँ केही हदसम्म चाहिँ अलिकति सहज जिन्दगी सुध्रिसकेको छ। आई एम अफिसियल्ली म्यारिड, लिगली म्यारिड होइन। नेपालवाला गर्ने बाँकी छ। थिङ्स हेज बिन चेन्ज, लाइक धेरै कुरा चेन्ज भएको। अब ओभरभ्यू गर्दाखेरि लास्ट टाइम हामीले त्यही के भन्छ एज ए इन्टरनेसनल स्टुडेन्ट भनेर बनाएको थिएँ। त्यहाँदेखि कन्टेन्ट बनाउने मात्रै भयो, बनाउनु चाहिँ बनाएन। त्यतिखेर हामी इसियुमा थियो, इडिटको वान युनिभर्सिटी, जो पनि पर्थमा हुनुहुन्छ उहाँहरूलाई थाहा छ, सुन्नुभएको नाम हो। त्यसरी हामीले फी धान्न सकेन। हो अनेस्टली हो। म घेडै नि ल्याएर त। एनिवेज फी धान्न सकेन। देन हामी आइएम स्ट्यानली कलेजमा। आई वाज विथ केटिएम कन्सल्टिङ ग्रुप। बाई द वे केही भिजा सर्भिसेसहरू यताउता चाहिएको छ भने दिस गाइज आर गुड, रिलायबल। एटलिस्ट त्यस्तो धेरै मार्केट गर्दैन आफ्नो, बट दे आर भेरी रिलायबल एन्ड गुड। सो म त्यहाँ थिएँ त्यतिखेर। देन वी म्यानेज्ड COE अफ स्ट्यानली कलेज। सो फार गोइङ गुड। पढिरहेछौँ। मैले चाहिँ थाहा छ मलाई, तिमीले के गरिरहेछौ तिमी मलाई भन।
पढिरहेको छु नि हो अब होइन अब जे होस् खुसी चाहिँ के छ भन्दाखेरि कसम 1.5 महिना मात्रै बाँकी छ क्या सकिनलाई मास्टर्स अब धेरै धेरै एक्साइटेड छु अब अहिले आएर चाहिँ पहिले चाहिँ के लाग्थ्यो भन्दाखेरि अब कहिले 2 वर्ष कटाएला कहिले मास्टर सकेला नि हुन्थ्यो अब अहिले आएर चाहिँ 1.5 month बाँकी छ ब्रो या फाइनली मास्टर सकिँदैछ मास्टर सकिँदैछ अनि जे होस् एक्साइटेड भइरहेको छु कहिले अब क्लास पनि अलमोस्ट कति 2 weeks 3 weeks 3 weeks छ एउटा एक्जाम छ 3 weeks छ देन डन मास्टर्स फाइनली डन लाइक डन वाला डन मास्टर्स यो के भन्छ मैले अब मेरो पर्सनल जर्नी कुरो गर्नुपर्दा मलाई मास्टर्स चाहिँ सकाउँथ्यो मैले 2019 मा ब्याचलर सकाएको थिएँ गेट कलेजबाट देन आफ्टर द्याट आई वेन्ट फर कता ब्ला ब्ला मेरो लाइक युट्युब फलो गर्नेलाई त थाहा छ सरी फ्याम म हराएँ होइन म हराएँ म कहाँ हराएँ मलाई थाहा छैन म साथीलाई थाहा छ कसलाई थाहा छ भगवान्लाई थाहा छ मेबी बढिया कमिङ ब्याक स्ट्यानली सकिँदैछ अनि अब मेन भन्छ नि स्टुडेन्ट लाइफभरि स्टुडेन्ट लाइफ कहिले सकिन्छ जस्तो हुन्छ अब स्टुडेन्ट लाइफ सकिँदैछ अब के गर्नेले राम्रो हिट हान्दैछ द्याट्स अ बिगर क्वेसन बेटर क्वेसन आई वुड से के गर्ने दोस्त अब के गर्ने भन्दाखेरि मस्त पैसा कमाउने दामी एउटा फाइनेन्सियली स्टेबल हुने होइन हरेक चिजहरूलाई चेज गरेको चिजहरूलाई चाहिँ अलिकति आफ्नो हुन्छ नि मुठीमा पार्न खोज्ने जो चाहिँ अब यस्तो चाहिँ गर्छु अब सकिसकेपछि अब चाहिँ हामीसँग वर्किङ फुल राइट्स हुन्छ अनि त्यसपछि अनि तिमीलाई के लाग्छ के डिफरेन्स ल्याउँछ यसले के डिफरेन्स ल्याउँछ मलाई चाहिँ लाग्छ यसले अलिकति फाइनेन्सियली चाहिँ अलिकति हेल्प हुन्छ केही घन्टा केही हेल्प हुँदैन मलाई यति हो तिमीले कलेजलाई फी तिर्नु पर्दैन द्याट्स ओन्ली द थिङ राइट काम तिमी गरिरहेछौ हो 24 hours पढ लाइक अनलिमिटेड पुग्छ भनेर कति अनलिमिटेड काम गर्छौ दिनमा हप्तामा त्यही 7 दिन हुन्छ दिनको तिमी कति 12-13 घन्टा होइन त्यही जे जस्तो भयो भने एउटा कस्तो हुन्छ भने यस्तो नि हुँदैन गाइज लेट मी बस्ट द मिथ हैन यो स्टुडेन्टबाट फुल टाइममा वर्क राइटमा जाएर टिआरमा गएर केही चेन्ज हुँदैन स्टुडेन्टमा हुँदाखेरि पनि काम धसाएर हानेकै हो पढेको पनि हो असाइनमेन्ट पनि गरेकै हो अब फुल वर्किङ राइट भन्ने त हुन्छ अनि अझै पनि घोटिराख्ने भन्ने जस्तो फिलिङ्स आउँछ देन वी स्टार्ट गेटिङ लिबरल अनि विकेन्डमा छुट्टी लिन थालिन्छ मेन पे आउने भनेकै विकेन्ड रेट हो त्यहीबाट पनि पैसा आउँदैन अनि गइन्छ कन्ट्र्याक्चुअल रेटमा के अरे कन्ट्र्याक्टवाला रेटमा फुल टाइम वर्क राइट ब्ला ब्ला बुलसिट आउने भनेको 1 महिनाको के भन्छ छुट्टी पेड छुट्टी हुन्छ भन्ने हो 70-80 हजारको प्याकेज हो सबभन्दा सुरुमा 70-80 हजार त तिमीले स्टुडेन्टमा पनि क्याजुअल रहेर कमाएको थियो होला छैन अब कुरो नगर ल ती 50-60बाट 70-80 हुन्छ 10-15 हजार जान्छ त्यहाँमध्ये 30% ट्याक्स काट्नै बाँकी छ ट्याक्स तिर्नै रह्यो इन्सुरेन्स तिर्नै पर्यो अब गाडी लिन्छ होला गाडीको रेट तिर्नै पर्यो अहिलेसम्म त पब्लिक ट्रान्सपोर्टमै घोटाइरहेको थियो मिथो अस्ट्रेलिया मिथो भन्दैमा म हाइपर भइरहेको छु एनिवेज काम डाउन ब्रो यु टक सरी अबाउट द्याट अब रियालिटी अर्कै छ त्यही अब फुल टाइमर भइसकेपछि तिम्रो चाहिँ मलाई चाहिँ के लाग्छ भने अलिकति मेरो हिसाबमा चाहिँ यो चाहिँ म चाहिँ के सोच्छु भन्दाखेरि चाहिँ अलिकति आफूलाई चाहिँ अलिकति एक्सेस धेरै हुन्छ कि जस्तो लाग्छ क्या एक हिसाबले तिमी स्टुडेन्टमा अब लिमिटेड आवर गर्नु र फुल टाइममा अब फुल वर्किङ राइट्स हुनुमा चाहिँ तिम्रो त्यसले व्यक्तिगत जिन्दगी र फाइनेन्सियल अलिकति चाहिँ चेन्जेस चाहिँ ल्याउँछ अब हो काम त अभियसली गर्नुपर्छ सर्भाइभ गर्नको लागि त काम त गर्नै पर्यो नि गर्न त तर यसो हेर्ने हो भने चाहिँ तिमीसँग फुल राइट हुन्छ नि त अनि तिमीसँग पैसा आउन थालेपछि तिमी हरेक कुराहरूलाई तिमीलाई इजी लाग्दै थाल्छ जुन कुराहरू हामी स्टुडेन्ट लाइफमा गर्न चाहँदै वर्दाक गर्दै पैसा जोगाउनुपर्छ भनिरहेको थियो त्यो चाहिँ अलिकति जे होस् आफूले त्यसलाई त्यो चिजहरूलाई चाहिँ जुन चाहिँ खड्किरहेको थियो मनमा त्यो स्टुडेन्ट लाइफमा यस्तो गर्न पाए हुन्थ्यो उस्तो गर्न पाए हुन्थ्यो यस्तो लाउन पाए हुन्थ्यो हुन्छ नि त त्यो चाहिँ अलिकति फुल टाइमर भइसकेपछि तिमीलाई चाहिँ अलिकति
क्लोजली अब चाहिँ अलिकति नजिक चाहिँ पुगिन्छ के हुन्छ ल त्यो त भन्दिनँ तर के क्लोजली के चेन्ज हुन्छ अब के तिमीले घरको लोन तिर्नु पर्दैन घरमा सपोर्ट गर्नु पर्दैन खाएको ग्रोसरीको बिल तिर्नु पर्दैन हो त्यो त मैले बुझेँ तर पनि त्यो त बेसिक कुराहरू भयो नि त भयो बट लाइक पैसा कमायो अब भन तिमीसँग इमेन्स नम्बर अफ प्रेसर छ सर्टेन टाइममा भिजा सर्ट आउट गर्ने बेसिकली पिआर जे भन्छ नि यो भनेको जस्ट लेट यु नो गाइज तपाईँ अस्ट्रेलिया बाहिरबाट सुनिरहनु भएको छ भने अस्ट्रेलिया हुनेलाई त यो रोजमर्राको जिन्दगी थाहा छ पिआर भनेको यति मात्र के हो भने तपाईँको भिजाको टेन्सन चाहिँ हुँदैन है अब त यहाँ बसेर जति काम गर्छस् गर्नेले गर्छ नगर्नेले बिजनेस गर्छन् टन्न पैसा हुनेले रमाउँछन् त्यो बेग्लै कुरा हो बट लाइक हामी लेमेन हिसाबलाई चाहिँ पिआर भनेको अब यहाँ बसेर जति काम गर्छस् गर भनेर लाइक त्यो भिजाको टेन्सन नहुनु जस्तै अहिले हामी सब क्लास 500मा सब स्टुडेन्ट भिजा त्यसपछि हामी 485मा जान्छौँ त्यो भनेको टेम्पोररी ग्रेजुएट भिजा भनेको यहाँ पढिसक्यौ अब 2 वर्ष तिमीहरूसँग छ अब तिमीहरूले इन्भेस्ट गरेको पैसा कमाएर घर जान्छौ कि यहाँनिर हामीलाई चाहिएको मेन पावर भएर बसेर अरू टाइम हाम्रो लागि काम गरिदिन्छौ भनेर दिएको भिजा हो होइन म चाहिँ खासै केही चेन्ज देख्दिनँ दोस्त म त धेरै चेन्जेस देखिरहेको छु खासै चेन्ज देख्दिनँ म त झन् अब सर्टेन टाइमभरिको रेस्पोन्सिबिलिटिज इमेन्स रेस्पोन्सिबिलिटिज देख्छु त्यो 2 वर्षमा तिमीले भिजा सर्ट गर्नुपर्ने छ अब त अब घरकालाई पनि थाहा छ नो मोर स्टुडेन्ट भनेर आशा अलिकति बढी हुन्छ अफकोर्स होइन त्यसपछि तिम्रा पनि यत्रो 2 वर्ष 3 वर्ष काम गरेर मारेका इच्छाहरू पनि पुरा गर्ने टाइम तिमीसँग धेरै छैन 2 वर्ष छ म्याक्सिमम राइट होइन त तिम्रो भिजा सर्ट भएन भने त 2 वर्षपछि तिमी नेपाल जान्छौ नि त म जान्न कि त दुःखी प्लान गरेर यतै कतै बस्छौ होइन त म जान्न कसरी जाँदैनौ त्यो जान्न नि भने मैले माइन्डसेट बनाइसकेँ भनेपछि दुःखी केही न केही चाहिँ गर्छौ दुःखी त्यस्तो सेन्स दुःखी के गर्ने हो त दुःखी कसरी तिमीले आफ्नो तरिकाले भिजा सर्ट गरेनौ स्किल म्यान पावर भएर यहाँनिर या त स्पोन्सर भिजा पाएनौ या त इन्भिटेसन पाएनौ भने के गर्छौ लु भन के कसरी पाइन्छ आई लभ युर कन्फिडेन्स एन्ड आई एम कन्फिडेन्ट अबाउट पाइन्छ गरिन्छ बाई चान्स भएन भने त जाने त नेपाल बाई चान्सको कुरै हुँदैन दोस्त त्यसमा कुरै नै हुँदैन त्यसमा क्या अब सुन न तिमी हामीले आएर यहाँ 2 वर्ष लगभग 2.5 वर्ष नि पढ्न आँट्यो नि त त्यत्रो गर्दा गर्दै त्यत्रो ड्युरेसनमा हामीले जे जस्तो भए पनि सब के रिलेटेबल सब्जेक्ट अनुसारको त हाम्रो फिल्डमा त हामीले काम गरिरहेछ नि त गरिरहेछ नि त त्यो भयो एउटा सेक्योर भयो अनि त्यसबाट तिमी एउटा कुरा है म त्यो यो आधारमा लिन्छु है दोस्त हेर है यहाँ आउने मान्छे हामी लक्की भयौँ या अब हामीसँग कन्सियस भयो ल रिलेटेबल फिल्डको आधारमा हामीले रिलेटेबल सब्जेक्टको आधारमा हामीले काम गर्नुपर्छ होइन तर कति मान्छेले अब कोही आइटी पढिरहेछ डिसवासिङ हान्दैछ रियल लाइफमा त्यो तालमेल भएन नि त तर पनि मान्छेहरूले त्यस्तो अब पढाइ एकातिर छ काम एकातिर गरिरहेछ तर पनि तिनीहरूले एट द एन्डमा पिआर पाएर बसिरहेछ नि त कोही नेपालको कसोहरू सुनेछौ रेयर हो त्यही भन्दैछु त दुःखी होइन त्यही त अनि कोही नेपालको कसोहरू सुनेछौ पिआर पाएर नेपाल पठाएको सुनेछौ छैन त्यहाँ काहीँ न काहीँ त त्यो लुप होल होला त्यो के अब त्यो टिआरको अन्तरालमा के सर्टिफिकेट बनाउने हो कि पढ्ने हो कि जे भयो त्यो मान्छे प्रिपेयर हुन्छ नि त पिआरको लागि त बुझ्यौ प्रिपेयर गर्नुपर्छ मैले बुझेँ तिमीले भनेको कुरा रियालिटी हो म कुरा गरिरहेको छु प्र्याक्टिकलिटीको सरसर्ती होइन बट यस जानै पर्छ भन्ने छैन अरू उपायहरू हुन्छ नि वाट आर अदर सोल्युसन्स प्रब्लम छ भने सोल्युसन्स हुन्छन् बट लाइक सरसर्तीको कुरा गरेको छ नि त्यो सुगर कोटेड लाइफ चाहिँ छैन यहाँ ढुक्क हुँदा हुन्छ बट लाइक ह्याभिङ सेड द्याट नेपालमै रमाइलो थियो भने यहाँ किन आइस अथवा चाहिँ छ होइन मलाई खान मन लाग्यो सुन तँलाई मैले खाइरहेको छु होइन दोस्तले दिनको 3टा 4टा कफी खान्छ हि क्यान अफोर्ड इट कज कमाउँछ कज काम नि गरिन्छ अब नेपालमा त्यही काम गरेर पैसा कमाउँछ इला गाह्रै हुन्छ नि अब तर वाट आर दि लाइक अब म तिमीलाई सोधेँ म धेरै बग गरिहाल्छु फेरि तिमीले आफूमा नेपालको भुवनमा र अस्ट्रेलिया आइसकेको भुवनमा तिमीले आफूमा के चेन्जेस पायौ इमोसनल्ली मेन्टल्ली तिम्रो सोचमा तिम्रो हेल्थ वाइज तिम्रो सोसियल सर्कल वाइज कस्तो डिफ्रेन्सेसहरू पायो आई वान्ट यु टु बी भेरी अनेस्ट
धेरै फरक पाएँ नि दोस्त। यहाँ आएर चाहिँ के भयो भने जे छौ तिमी नै छौ क्या, जे छस् तँ छस् होइन। जब कि अब वहाँदेखि अब नेपालदेखि यहाँ आइयो, कोही छैन अगाडि पछाडि हो। अनि अब तँ अगाडि पछाडि कोही नभएपछि एउटा कस्तो हुँदो रहेछ भने जे छु मै छु टाइपको त्यो एउटा मेन्टालिटी क्रिएट हुँदो रहेछ क्या। त्यो भएपछि तिमी आफूले आफूमा हेर्ने नजरिया र तिमीले गर्ने नजरियाहरू र तिमीले एक्ट गर्ने नजरियाहरू पनि अलिकति चेन्जेस आउँदो रहेछ त्यसमा। इमोसनली चाहिँ विकै हो होइन, त्यो चाहिँ अब तिमीलाई पनि थाहा। पर बाहिर देखाउने त ओ सिस्टम पाड देंगे हो। अब मेन्टली पनि स्टेबलै छु अलिअलि, त्यस्तो साह्रो त छैन, तर मेन्टली पनि स्टेबलै छु। फाइनेन्सियली भनेको अब त्यही हो होइन। तर ओभरअल हेर्दाखेरि चाहिँ नेपालको भुवन र यहाँको भुवनमा चाहिँ अलिकति के भन्नु, अब कसरी त्यसलाई भन्नु, अब हेर्ने बाहिर हेर्ने नजरिया छुट्टै भयो। बाहिर हेर्ने नजरिया छुट्टै भएपछि तिमीले सोच्ने नजरिया पनि चेन्ज हुन्छ होइन। तिमी हरेक कुराहरू एक्सप्लोर गरिरहेको हुन्छौ, हरेक एक्सप्लोर गर्दाखेरि हरेक नयाँ नयाँ कुरा सिकिने स्किल्स मात्रै नभएर अब तिम्रो थट प्रोसेसहरू या अब तिमीले अब नेपालमा अब जजमेन्टल धेरै हुन्थ्यो भने यहाँ अब त्यस्तो छैन। बालै छैन कसैलाई छैन भन्दा छ है, सरी टु से द्याट, लेट मी कल आउट। म्या नेपाली सोसाइटीलाई धेरै बाल छ, कसले के गरिरहेछ धेरै बाल छ यहाँ। फलानुको ढिस्कार्नुको धेरै बाल छ। हामी नेपाली जहाँ गयो पनि बाल दिन चाहिँ छोड्दैनौँ। नेपाली अब सर्कल पनि अब त्यही अब कस्तो सर्कलमा बसिरहेछौ त्यसले पनि म्याटर गर्दो रहेछ। तिमी अलिक ओपन माइन्डेड सर्कलमा छौ, अलिकति सपोर्टिभ सर्कलमा छौ भने तिम्रो कन्फिडेन्ट बुस्ट हुने होइन। तिमीलाई हरेक कुरामा मुभ हुनलाई इजी हुने, जस्तै कि तिमी छौ कन्फिडेन्ट होइन छौ, एक हिसाबले इमोसनली फाइनेन्सियली होइन अब हेल्प गरिरहेछौ। त्यसको लागि पनि यहाँ आएर चाहिँ के हो भन्दाखेरि चाहिँ धेरै दुईवटा साथी बनाउनुहोस्, त्यो साथी तर कट्टर हुनु पऱ्यो क्या, जिग्री, त्यति भयो इनफ। तपाईँ घुमेर फ्लेक्स हानेर मात्रै साथी होइन क्या। दुईवटा साथी बनाउने, लोयल साथी बनाउने, अनेस्ट साथी बनाउने, लाइफ विल बी यति आरामले जान्छ। तर त्यो साथीहरू चाहिँ एक कलमा चाहिँ हुने खालको साथी क्या, एक कलमा हुने खालको साथीहरू चाहिँ बनायो भने चाहिँ यार सहज हुनलाई चाहिँ आफ्नो रेयरली पाइन्छ एक त साथीहरू, रेयरली। दोस्रो भनेको खोइ के यार, म यहाँको होइन प्रब्लम सबैको लाइफमा हुन्छ। तिम्रो लाइफमा छ, मेरो लाइफमा छ होइन। बट लाइक मान्छेको जातै यो असन्तोकी जात हो कि, लाइक अरूको प्रब्लम हेऱ्यो भने आफ्नो सानो जस्तो लाग्छ। तर जब प्रब्लम सुनाउने कुरा आउँछ नि, अरूको प्रब्लम सुनाउँदै उनीहरूको भन्दा आफ्नो ठुलो बनाएर सुनाउन मन लाग्छ। वाट्सएभर इज भेरी कन्फ्युजिङ। प्रब्लम छैन भन्दा छ, तर हामीलाई चित्त बुझाउनु किन नआएको होला है? एज ए ह्युमन हामीलाई चित्त बुझाउन किन नआएको होला? चित्त बुझाउन किन नआएको मेबी खै अब त्यो कल्चरल ब्याकग्राउन्डबाट आएर हो कि अलिकति एक्सपेक्टेसन हाई भएर पनि होला कि अब हामीले मेरो केसमा हेर न, इक्जाम्पल मेरै ल्याऊ। ओभर इमोसनल इन्भेस्टमेन्ट धेरै किन त, किनकि हामी त्यो कल्चरबाट आएको, यहाँ त चिल छ, यहाँ त बालै होइन, नर्मल हो होइन। अब त्यो खालको अलिकति सिनारीहरू त्यस्तो हुने। अब अनि अहिले चाहिँ हल्का डिट्याच मोडमा हो अहिले चाहिँ। लाइक डिट्याच एज इन डिट्याच भए त हो भन्ने कुरा हो क्या। लाइक डिट्याचमेन्ट पनि ल प्रपरली मलाई यो कुराले फरक पर्दैन भन्नु अर्कै कुरा हो। बट लाइक त्यो कुराले फरक नपार्नलाई तिमी अरू कुनै कुरासँग आश्रित छ भन्दा त्यसलाई के डिट्याचमेन्ट भन्ने? मलाई के अरे सिगरेट छोड्न भेप ताने जस्तो, अनि भेप छोड्नलाई खैनी ताने जस्तो भएन? हो, त्यो त डजन्ट म्याटर। लाइक ढुक्क हुनु। अस्ट्रेलिया आइसकेपछि अरू केही बिग्रिन्छ बिग्रिँदैन थाहा होइन, मेन्टल हेल्थ चाहिँ राम्रै बन्नेवाला छ। अब हामी अहिले गन्दैछौँ, एकछिनमा हामी ब्राइटर साइडमा पनि आउँछौँ होइन। यो प्रपरै ऱ्यान्डम टक्स हुने भयो, जुन पार्ट जे पार्ट अब करियरबाट कता पुग्दैछौँ हामी।
बट ह्याभिङ सेड द्याट इमोसनल्ली चाहिँ एक्लो चाहिँ फिल हुन्छ इन सर्टेन टाइम, किनभने फुर्सद छैन कहाँ कोहीसँग प्रब्लम त्यो नेपालमा लाइक हुन्छ नि दुश्मन र दुश्मन सँगै बसेर अर्को कुरा काट्यो भने दुश्मन दुश्मन दोस्त हुन्छ क्या। यु विल फाइन्ड सम वान जोसँग त्यो मान्छे चित्तै नबुझे पनि एकछिन रमाइलो गर्न सक्नुहुन्छ तपाईँले त्यहाँ। यहाँ भनेको त्यस्तो हुने भनेको कामवाला साँपहरूसँग मात्रै हो, त्यो काममै सकिन्छ, फेरि कामबाट कामको रिलेसन बाहिर आउँदैन, आउनु दिँदैनौँ पनि। द्याट्स वाट इज बााउन्ड्रिज होला, बााउन्ड्री क्रिएट गरिन्छ यहाँ, एकदम धेरै हुन्छ यहाँनिर। कसैले यहाँ नाइ भन्न चाहिँ सजिलो छ होइन त ब्रो, यहाँभन्दा भित्र चाहिँ नआऊ है कुरा खान्छौ। जस्तै हाम्रो नेपालमा कल्चरमा अतिथि देवो भव, कोही मन नपर्ने नै पाहुना आयो भने हजुर चाहिँ हुन्छ भाइ, त पर्फर्मेन्स त हो नि होइन। नेपालको हस्पिटालिटीमा मलाई लाग्ने प्रब्लम के हो थाहा छ, वी अल आर पर्फर्मिङ। एउटा सर्टेन वेमा ड्रेस्ड भएर हामी गेस्टलाई वेलकम गर्छौँ होइन। उसले चिया खान्छ खाँदैन मतलब छैन, ऊ किटो डाइटमा होला, ऊ के इन्टरमिडिएट फास्टिङमा होला, बाल छैन, हामीलाई खानै पर्छ। चिया बनो, चिया त पिउनै पर्छ, अलिकति खाएर केही हुँदैन, हामी त्यसरी वेलकम गर्छौँ। अनि हामी वी अल्सो एक्सपेक्ट अन द सेम वे। गएको पानी चिया पनि सोधेन, यतातिर सोध्छ नि वान सम टी कफी ड्रिङ्क्स एनिथिङ, नो आइ एम गुड थ्याङ्क यू भन्यो सक्यो क्या। दोस्रोचोटि दोहोऱ्याएर सोध्दैन, बिकज ही डोन्ट वान्ट टु। क्लियर कम्युनिकेसन। नेपालमा नाइ भन्यो भने त हो, खान्छु भने चाहिँ नाइ 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 भयो पर्दैन भनेको थप 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 अझै हाल्दै भनेको बुझिन्छ। बट या त्यो अलिकति टक्सिक हस्पिटालिटी नेपालमा छ, बट हाम्रो आत्मीयता नै त त्यही हो। लाइक द्याट्स वाट वी डु, द्याट्स वाट वी लाइक हुन्छ नि एक्सपेक्ट पनि। यहाँ आएपछि हल्का चेन्ज हुन्छ, नाइ भनेपछि नाइ हो, यहाँ नो नो आई डोन्ट वान्ट भनेको आई डोन्ट वान्ट, नाइ म जसरी पनि जबरजस्ती गरेर खानै पर्छ भन्ने चाहिँ हुँदैन। यहाँ एकदम स्यालो छ है रिलेसनसिप, सरफेसियल। तिमी नेपालीको बााउन्ड्री भयो भने नाइ पनि हो है हो फेरि। अब तिमी अब अरू आउटसाइडरहरूसँग बसेर खाइरहेछौ या गइरहेछौ भनेदेखि चाहिँ त्यो कुरा चाहिँ धेरै म्याटर गर्छ। नो भनेको चाहिँ नो। आई विल गिभ इन गुड एक्जाम्पल। मलाई रक्सी खानु खासै मन पर्दैन, म खान्न भन्दा खान्छु, तर मलाई गनाउँछ। यो मान्छेको घरमा गएर एउटा बियर भनेको 5वटा बियर अनि 2 प्याक अरू हार्ड ड्रिङ्क्स पनि हो, नखाउन्जेल टाउको दुखेर नलडुन्जेल मान्छेले छोड्दैन। द्याट्स वाट इज नेपाली बााउन्ड्री होइन त। त्यो त अब खानै पर्ने हो। देऊ न, देऊ जाताले पाएको देऊ, जाताले त पाएको त अब त्यो अफकोर्स अब नेवार भइसकेपछि त भगवान्लाई त चढाउँदै अब भगवान्लाई चढाउनु भन्दा भगवान्लाई चढाइन्छ भने बााउन्ड्रिज। अनि अहिले आएर चाहिँ त्यो भनेको एउटा अब कस्तो भन्ने, अब रक्सी मान्छेले किन खान्छ भन्दाखेरि पनि भन ल, मलाई सुन्नु मन छ। किन खान्छ भुवनले रक्सी किन खान्छ? मान्छे छोडा, भुवनले रक्सी किन खान्छ? यो मान्छे बिहानै बियर खाएर क्लासमा आउँछ कहिलेकाहीँ। त्यो त अति हो है फेरि, होइन त्यो त अति हो होइन। अब कहिलेकाहीँ त्यो अब मुड स्विङ हुँदाखेरि अब त्यो के अरे, लेट मी नो इफ आई एम बिङ भेरी पर्सनल, बट बताओ भुवनले रक्सी किन खान्छ, स्पेसली बियर किन खान्छ? अझ यो मान्छे डायटमा छ होइन, लो कार्ब्स बियर खान्छ मान्छेले, तर खान्छ किन खान्छ? त्यो एउटा अब हेर, अब किचन लाइनमा छिरिसकेपछि त काम गरिसकेपछि त खाने त्यो यहाँको अब के भन्नु कल्चर एउटा भइहाल्यो। अनि यार यहाँको अब लाइफस्टाइलै त्यही हो क्या। अब एक त अब जाने गइहाल्छ नि हो। अब अनि दोस्रो कुरा चाहिँ अहिलेको हाम्रो यो सेमिस्टरको कस्तो छ भने सेड्युल 8 बजीदेखिको 11 बजीसम्म, अनि 4 घन्टा ब्रेक, 4 घन्टा ग्याप, अनि 2:45देखिको 5:45सम्म। 4 घन्टाको अन्तरालमा घर जाउँ, कसम म घरबाट फेरि म फर्किदिनँ, कलेज फर्किदिनँ 4 घन्टामा। म ती खाएर ती सुत्दिने मान्छे हो। अनि त्यो 4 घन्टामा के गरौँ त भन्दाखेरि अब के भन्छ, पब जाने होइन, पब गएर पानीभन्दा सस्तो बियर छँदैछ। पब गएर पानीभन्दा सस्तो चाहिँ होइन, पानीले चाहिँ अब हाइड्रेट गर्छ भने बियरले पानीले बढी हाइड्रेट गर्छ भने बियरले सल हाइड्रेट गर्छ साथीको। अनि त्यो होइन, त्यो खानु चाहिँ राम्रो होइन, तर अब म चाहिँ अब यस्तै भयो क्या। अब त्यो खाइन्छ, अब के खाने, अब मोमो खाने, अब नेप्लिज रेस्टुरेन्टमा गयो, मोमो र बियर, अब कहिले अब चिप्स र बियर, डजन्ट म्याटर क्या। अब तिमीलाई यहाँ चाहिँ कस्तो छ भने तिमीलाई चाहिँ के गर्दा चाहिँ खुसी हुन्छ त्यो म्याटरको विषय हो क्या। अन्टिल एन्ड अनलेस तिमीले कसैलाई हार्म गरे छैनौ, खाऊ भाइ।
तिमी बिहान खाऊ बेलुका खाऊ ब्रस गर्नुभन्दा अगाडि खाऊ तिम्रो लाइफ हो भाइ तिमीले अरूलाई डिस्टर्ब चाहिँ गर्नु भएन खाना पाइयो तर खाना पायो भन्दाखेरि मेरो चाहिँ कहिलेकाहीँ चाहिँ एबनर्मल टाइपकै हुन्छ क्या खाने चाहिँ होइन अब त्यो जतिखेर अब बिहानको 3 बजे नै हानिरहेको हुन्छु त्यो अब कहिलेकाहीँ त्यो मुड अब कहिलेकाहीँ त्यो अब कति थटहरू भइरहेको बेला डिस्टर्ब हुन्छ अब के गर्ने त अब साथीभाइ एउटा 16 किलोमिटर एउटा कहाँ हो थाहा छैन भन्ने कसरी पोख्ने हो त्यो कुराहरू चाहिँ यहाँ मिस हुन्छ र अब एक्लोपनले अब कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ भने अब तिमीले यति कुराहरू मनमा खेलाइरहेको हुन्छ दिमागमा खेलाइरहेको हुन्छ अब तिमीलाई भनिदिने सुनिदिने मान्छे भएन भने तिमी के हुन्छ तिमी अब काइन्ड अफ डिप्रेसनतिर जाला जस्तो कि होइन एक तिमी मेन्टली यस्तो डिस्टर्ब हुन्छ कि अब आमाबुवालाई के सुनाउने फोनको माध्यमबाट सुनाएर के गर्ने किनकि त्यहाँ एउटा मान्छे प्रेजेन्स चाहियो क्या त्यो मान्छे त्यहाँ सुनिदिने मान्छे चाहिँ त्यहाँ चाहियो क्या जस्तो तिमीले त्यहाँ सुनिदिने मान्छे तिम्रो नजिक छ भने तिमीलाई चाहिँ र त सुनिदिने मान्छेले सुन्नु चाहिँ पर्यो है फेरि सुने जस्तो गर भने त त्यो मजा आउँदैन क्या त्यो तिम्रो रिलिफ हुँदैन क्या त्यस्तो कुराहरू चाहिँ त्यो एक्चुअलमा सुनिदिने मान्छे हुनु पर्यो र सुनिसकेपछि उसले चाहिँ सजेसन टाइपको अब यस्तो गर्दा यस्तो हुन्छ है यसो गरेर जानुपर्छ है टाइपको चाहिँ भयो भने चाहिँ तिम्रो अलिकति त्यो रिलिफ ओभरकम हुने तर कहिलेकाहीँ चाहिँ लाग्छ अब साथमा कोही भइदियो हुने जस्तो लाग्छ फेरि कसम एकछिनको मात्रै हो यो थट प्रोसेस हो यो टपिक चाहिँ राम्रो टपिक कुरो गऱ्यो आई विल टेल यु समथिङ आई हेभ नोटिस समथिङ रियली गुड अबाउट ह्युमन नेचर है मान्छे 1 नम्बर मतलबी प्राणी हो 1 नम्बर साला मान्छेलाई एक्लै पनि हुनु छैन होइन अनि उसलाई तब मात्रै मान्छे चाहिएको छ जब उसलाई एकदम जरुरी छ क्या अरू बेला माई स्पेस माई बााउन्ड्रिज अनि आफूलाई एक्लो भएको बेला चाहिँ सुनिदिने मान्छे पनि कोही छैन ब्रो प्रोज एन्ड कन्स तिमी मान्छे मान्दैनौ म पनि एउटा सेल्फिस प्राणी मध्ये नै पर्छु नाउ आई हेभ टु लिभ विथ द फ्याक्ट द्याट देयर इज समवन इन माई लाइफ यस मेरो लाइफमा अब कोही छ म चाहँ नचाहँ म मेरो स्पेस भनेर झगडा गर्ने अथवा त्यो डिमान्ड गर्ने स्थितिमा छैन आई साइन्ड अप फर इट सोचेरै साइन्ड अप भएको बट यहाँनिरको मेजर प्रब्लम के हो थाहा छ जब मान्छेलाई यो रेस्पोन्सिबिलिटिजको कुरा आउँछ होला किनभने सम्बन्ध पनि त रेस्पोन्सिबिलिटिज हो नि त होइन वेन वी डोन्ट वान्ट टु इन्भेस्ट आवर टाइम इन दोज रेस्पोन्सिबिलिटिज साथी भइसकेपछि त तिम्रो काम पर्दा अर्को आउने त्यो चाहिँ एक्सपेक्टेसन भयो उसले पनि त एक्सपेक्ट गर्छ नि त उसको काम हुँदा तिमी जाऊ अनि उसको काम हुँदा यदि तिम्रो टाइम फिजिबल भएन अथवा तिम्रो मी टाइम भयो मेबी तिमी मुभी हेर्दैछौ मेबी तिमी जिम जान आँट्दैछौ हो त्यहाँनिर कन्फ्लिक्ट आउँछ साला म किन जाने म मेरो टाइम किन वाइ आइ एम अभाइलेबल टु एभ्रीमा होइन ब्रो तिम्रो लागि कोही अभाइलेबल भएको थियो तिमी पनि उसको लागि अभाइलेबल हुनुपर्छ यदि तिमी अरू कसैको लागि अभाइलेबल हुन चाहँदैनौ भने डोन्ट एक्सपेक्ट अरू कोही आएर तिम्रो प्रब्लम सल्भ गर्ने हेल्प गर्छ यस हामी दुई बिच चाहिँ त्यो इक्वेसन लाइक काइन्ड अफ सर्टेड छ देयर आर भेरी फ्यु फ्रेन्ड औँलामा गर्न मिल्छ इफ यु निड मी आई विल कम बट इट सुड बी वर्थ इट म मेरो टाइम निकालेर दिँदैछु भने म आउँछु जेसुकै होस् 10 मिलियनकै प्रोजेक्ट किन्न होस् जुन छैन थाहा छ मलाई बट म आउँछु छोडेर हाइपोथेटिकल्ली तर त्यो सुन्न लाइक वर्थ इट चाहिँ हुनु पऱ्यो आएर ल बियर खाने साथी भएन त्यही भएर खाम भनेको चाहिँ भन्नु भएन त्यो कुरा चाहिँ सर्टेड छ तर ह्युमन इमोसन भेरी सेल्फिस प्राणी भेरी 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 सेल्फिस प्राणी यो त थाहा भएकै त कुरो नि होइन तर नेपालमा यस्तो हुँदैन नि थाहा छ हामी लाज गाज र करको बाहना लाएर भए पनि हामी गर्नुपर्ने कर्तव्य पुरा गर्छौँ नेपालमा किनभने गर्नै पर्छ नेपालमा जज गर्ने मान्छे धेरै हुन्छन् क्या अनि मानौँ न नमानौँ हामी त्यो सोसाइटी स्केप गर्न सक्दैनौँ जज गर्ने पिपल स्केप गर्न सक्दैनौँ स्पेसल्ली हामी जुन ब्याकग्राउन्डबाट आउँछौँ ऊ गाईघाटको हो म पूर्वको हो होइन मोरङको हो यो मानौँ नमानौँ अलिकति अझै पनि अर्थोडक्सै छ अन्डर डेभलप त भन्दिनँ बाटो पुगेकै छ मान्छे पढे लेखेकै छन् भाइ आएर नठुङ्ग्यो मलाई प्लिज गयो एनिवे छ बट लाइक सोसाइटीको माइन्डसेट त आजको भोलि त चेन्ज हुँदैन नि त जेनेरेसनल कुरा हो नि त यहाँ जज गर्ने अलिकति कम चाहिँ छन् बट ह्याभिङ सेड द्याट एक्लो फिल हुँदाखेरि चाहिँ भुवनले जस्तो बियर नखानु होला प्लिज उसलाई मनपर्छ त्यही भएर खान्छ ऊ लिमिटमा खान्छ ऊ आफै कमाउँदा खाएँ त खाएँ मेरो बाउको खाएँवाला फिल आउँदो होला साथीलाई बट लाइक पायौ खान त तिम्रै भाउको केही छैन तिमीले कमायौ आफ्नै खायौ होइन बट लाइक अल्कोहल अलिकति चाहिँ कम गर्नुपर्ने बेला त्यो सेन्समा चाहिँ नजाउँ त्यसरी भन्न खोजेको चाहिँ होइन होइन तर मन लाग्छ खाने हो क्या किन मार्नु के साला एउटा जिन्दगी त साला अब
27-28 वर्ष लाग्यो हो अब पनि इन्जोय नगरे अब अहिले पनि तिमी आफूले आफूलाई रिफ्लेक्ट गर्दाखेरि चाहिँ अब कस्तो हुन्छ भने के अरे यत्रो उमेर भयो अस्ट्रेलिया आयो तिमी जहाँसुकै जाऊ त म्याटर भएन तर तिमी सँगसँगै तिम्रो जवानी पनि त जाँदैछ नि त घट्दैछ नि त क्या सही बात बोले यार साथी तिम्रो उमेरसँगै तिम्रो जवानी तिमीले मोज गर्ने तरिका तिमीले खाने तरिका तिमीले लाउने तरिका तिमीले हिँड्ने तरिकाहरू पनि बदलिँदैछ नि त त्यो पछि बदलेर रिग्रेट हुनु भन्दाखेरि बेलैमा अब यसको मतलब यो होइन कि साले अब म 30 वर्षपछि म खाँदै खान्न भन्ने चाहिँ होइन तर वरिपरि सराउन्डिङ हेर्दाखेरि त्यस्तै छ क्या अब काम गर्ने आएर रक्सी खाने रक्सी होइन बियर खाने पबमा गएर अनि त्यो सोसल लाइफमा पनि त आफू पनि त अब भिज्नु पर्यो नि त होइन अब भिज्दाखेरि चाहिँ अब एउटा कस्तो हुन्छ भने अब यहाँको लाइफस्टाइल चाहिँ त्यस्तै छ क्या काम गर्ने दिनभरि आएर एक गिलास बियर खाने या कि त अब खाने त्यस्तो खालको छ यस्तो यहाँको खुवाइ चाहिँ लाइक कन्ट्रोल खुवाइ छ होइन किनभने खाइसकेपछि साथीले घर पुर्याइदिँदैन खाइसकेपछि आफ्नो आफै घर पुग्ने हो सो कन्ट्रोल खुवाइ चाहिँ हुन्छ आई एग्री अन द्याट पार्ट यति खाएपछि चाहिँ आई क्यान बिहेभ राइट आई विल नट हार्म एनी वान अनि आई विल रिच होम भनिसकेपछि त्यो लेभलले खाने हो लाइक फर मी म गनाउँछु रक्सी अनेस्टली त्यही भएर म प्रिफर गर्दिनँ त्यही भएर अलिकति टाङ खिचेको मात्रै बट या इज अ रेस्पोन्सिबल ड्रिङ्कर र सानोतिनोले छुँदैन पनि दोस्तको उसको क्यापेसिटी नेक्स्ट लेभल लेट्स नट गो अन द्याट पार्ट सो बेसिकली यही फ्रिडमको लागि मान्छे बाहिर आउँछन् होला करियर स्कोप हुन्छ नि ग्रोथको नाममा हामीले पाएको लिबर्टी या फिर फ्रिडम भनेको इन्डिपेन्डेन्स भनेको यही हो वी क्यान अफोर्ड आवर बियर त्यो अब होइन अब बियरको मात्रै केसमा नजाउँ न हामी बियर इज जस्ट अ मेटाफोर बियरको ठाउँमा कार हुनसक्छ होइन लाइक एक्सबक्समा गेम हुनसक्छ वाट्स एभर केटा पिक मेल कन्टेन्ट है तिमी सोच न के अरे नेपालमा हुनु र यहाँ आएर तिमी पबमा गएर बियर खान्छौ या 1 मिल के खान सक्छौ तिमीमा कसम 3 महिनाकोमा कसम 40,000 भाडा तिर्छौ ग्रोसरीमा कसम फोर्टनाइटली $100 देखि $150 खर्च सक्छौ तिमीले आफूलाई तिम्रो पर्सनल क्लोदिङहरू पनि गर्छौ स्पेन्ड गर्छौ र त्यसको बाबत पनि तिमी कलेज फी जम्मा गरेर छ भने सोच न क्या तिमी एटलिस्ट होइन नो डाउट लाइक मैले यो डिमिनिङ तरिकाले भने होइन क्या यहीको लागि आएको भन्न चाहिँ खोजे होइन नो डाउट मेहनत गर्नुपर्छ बट लाइक यो दुःख चाहिँ होइन क्या म त मान्दिनँ यो दुःख होइन यसलाई दुःखको तरिकाले चाहिँ नलिनु यो प्रिभिलेज हो अस्ट्रेलियामा आएर डलरमा कमाउनु पाएँ म पनि कमाउँछु सबैले भन्छन् बट लाइक यसको सट्टामा चाहिँ अपर्च्युनिटी कस्ट के छ त के गुमाउँछौ भन्ने कुराको कन्टेक्स्टमा चाहिँ हो आफ्नोपन गुमाइन्छ परिवारको साथ गुमाइन्छ सबैलाई भ्याल्यु नहोला बट कसैलाई लाइक हुन्छ नि मामाज बेबी हुन्छ नि पापा कि परी अनि माका मगरमच्छहरूलाई चाहिँ घरको चाहिँ खाना चाहिँ मिस हुन्छ यहाँ आएर बल्ल बल्ल चाउचाउ उमालेदेखि खाना बनाउनेसम्म सेफ भएका सुध देखेको छौँ है पानी उमाल्न नआउनेहरू सेफ भएको देखेको छौँ हामीले सो अस्ट्रेलियाले यति चाहिँ गराउँछ मेरो केस त कम्प्लिटली डिफ्रेन्ट छ यस्तो केसमा चाहिँ मेरो गोन यही हो मौका होइन अब एक्लो छोरो घरको छोरो भए तापनि तर घरमा चाहिँ कस्तो थियो भने त एक्लो छोरो भएर तँलाई म के तँलाई मम्मीले है फेरि अब यसो यो होइन कि अब बुवा अब विदेश मम्मी अनि मम्मीले चाहिँ त मुलाई एउटा छोरो भएर के तँलाई म चाट्नु यही हो लिटरली त एउटा छोरो भएर चाट्नु भने त्यो खालको चाटेर हुर्काएको चाहिँ होइन मलाई चाहिँ होइन तर जे जस्तो पनि त मलाई चाहिँ अहिले आएर मम्मीले चाहिँ के भन्नुहुन्छ भने तँलाई यसरी किन हुर्काएको भन्दाखेरि त पछि गएर कुनै ठाउँमा त अन्जान ठाउँमा गइस् भने तैँले आफूलाई सर्भाइभ गरेर बाँच्न सक्छस् त तँलाई मैले अहिले चाटेर प्याम्पर गरेर हुर्काएको भए त बाहिर दुनियाँमा त त्यति साह्रो भिज्न सक्दैनस् अब तँलाई मैले यत्रो गरेर पकाउन सिकाएँ यस्तो गर्न दुनियाँ तरिकाले सिकाएँ अब त अहिले गएर जहाँ गएर पनि त भोकै चाहिँ मर्दैनस् त हेर भाइ छोरा पनि नभन्ने भाइ नै भन्ने बुवाले पनि भाइ नै भन्ने
अनि त्यसरी हुर्केको क्या म चाहिँ। अब त कुनै ठाउँमा अब अन्जान ठाउँमा गइस् त एक्लो भइस् भने तँलाई यति कुराको चाहिँ के डर हुँदैन भने तँलाई पकाउन आउँदैन, त भोकै चाहिँ मर्दैनस् भनेर तँलाई मैले चाहिँ प्रिपेयर बनाएर राखेको। अहिले आएर यो कुराले चाहिँ हिट हान्छ। त्यही हो, अब कसरी हुर्क्यो डजन्ट म्याटर, तिमी कसरी चाहिँ हुर्किँदैछौ त्यसले म्याटर गर्छ है। होइन दोस्त, लाइफ भने कन्स्टेन्ट ग्रोथ त हो यार। म एकछिन टोलाएँ तिमीले भन्दै जाँदा आई वाज इन्टु योर कहानी होइन। चप्पलले खायो कि बेल्टले खायो त चाहिँ होइन चप्पल बेल्ट होइन, त्यहाँ अगाडि जे छ त्यही कुचोले पन्यु भयो, पन्युले झटाएर हान्ने होइन। अनि नेपालीको नेसनल वेपन त्यो अनि चप्पल त अब बेसिक भयो, चप्पल त यसरी हाल्ने कि त्यो पहिले त्यो मुग्ली हुँदैन, मुग्ली कार्टुनमा हान्छ नि, डज गर्ने नि यसरी डज गर्दै हिँड्ने। वी आर बोर्न फाइटर बाइ द वे। अनि अहिले आएर चाहिँ कस्तो हुन्छ भने त्यो काइन्ड अफ होइन, माया पनि गर्नुहुन्छ कि, तर माया भनेको बेसिक माया क्या। जस्तै अब छोरा हो भन्दैमा चाटेर हुर्काउने, अब तैँले खाना, अब तँलाई खाना मन लाग्यो खा, नखाए नखा, आफूलाई जे मन लाग्छ आफै पकाएर खाने भाइ, तेरो लागि यहाँ स्पेसल तेरो लागि मात्रै भनेर पाक्दैन होइन। अब अहिले आएर पनि के भन्नुहुन्छ भने त मुलाले मलाई नहेरेर केही मतलब हुँदैन। अहिले आएर यहाँ म अस्ट्रेलियामा छु, त मुलाहरूले मलाई तिम्रो मुला छोराछोरीले नहेरेर मलाई केही बिग्रिँदैन, मलाई घर छ राख्छु त्यसै खाएर बस्छु भन्नुहुन्छ अहिले आएर पनि। भन्नाले अब त्यस्तो खालको हुनुहुन्छ, मतलब नगर्ने क्या। छोराछोरी छ, अब छ, माया लाग्छ, तर माया पनि सीमितको माया क्या। बुवाले चाहिँ अब सायद अब सानैदेखि नै बुवा विदेश भएर बुवाको माया चाहिँ अलिकति खड्किन्छ मनमा, किनकि अलिकति टाइम स्पेन्ड हुन पाएन। अनि माया त बुवा मम्मीको धेरै नै लाग्छ, तर बुवाको चाहिँ अलिकति धेरै लाग्छ किनकि सँगै धेरै टाइम स्पेन्ड हुन पाएन। अब तलमाथि अब 1 महिनाको छुट्टीमा आउने, 1 महिनाको छुट्टीमा बुवालाई अब घरमा बसौँ कि अब के गरौँ, व्यवहार त्यस्तै, व्यवहार भनेको त्यही हो नि। त अलिकति माया चाहिँ बुवाको धेरै लाग्छ, मम्मी पनि लाग्दा लाग्छ, त अलिकति चाहिँ धेरै हुन्छ। किनकि जो मान्छे आफूसँग नजिक हुँदैन त्यो मान्छेकै धेरै माया लाग्छ क्या। हिपोक्रेसी अफ ह्युमन। मम्मी घरमै हुनुहुन्थ्यो, मम्मीको कम माया लाग्छ, बाबा अलिक टाढा हुनु त अलिक बढी माया लाग्छ। अब त्यस्तो स्टेजमा नजाउँ, तर जति मम्मीसँग मैले बिताए समय बाबासँग अलिक बिताउन पाइनँ कि। अब हामीलाई पढाउनु पऱ्यो, अब हाम्रो हुर्काउनु पऱ्यो, यस्ता उता गर्दाखेरि अब बुवाको त्याग पनि छन् त छ, तर होइन द सेक्रिफाइस आवर प्यारेन्ट्स मेड इज वी क्यान नट डु द्याट। आई डोन्ट थिङ्क हामी क्यापेबल छौँ, सक्दैन हामी यार। कज दुनियाँले यति कुरा देखाइदिइसक्यो कि त्यो बेलामा हुन्छ नि मी टाइम भन्ने कन्सेप्ट थियो होला र। हाम्रो प्यारेन्ट्सले मी टाइम भन्न थालेको हामी आज हुँदैन त्यो हुन्छ नि। पर्सनल स्पेस, पर्सनल ग्रोथ, मी बिफोर एभ्रिवान, त्यो कन्सेप्टै थिएन। र सम हाउ अहिले पनि अब हामीलाई त्यो सोसाइटीले है, हाम्रो लाइक फ्यामिलीवाला सोसाइटीले हामीलाई जज गर्ने भनेको त्यही चस्मा लाएर जज गर्ने हो क्या। हामीले यस्तो गरेको थियौँ, तिमीहरू हाम्रो लागि यति गर्दैनौ भन्ने खालको आउँछ। अब यहाँनिर कन्ट्रास्ट चाहिँ डिफरेन्ट छ है फेरि। अब हामी त छुट्टै उसमा जन्मियो नि त। अब हामीलाई मी टाइम भन्ने थाहा छ, हामीलाई पर्सनल ग्रोथ थाहा छ, चेजिङ द ड्रिम्स भन्ने कन्सेप्टमा कसम ड्रिम्सको त छुट्टै छ, यसको छुट्टै पोडकास्ट बन्छ होला होइन, सपनाको त छुट्टै पोडकास्ट बन्छ होला लाइक। तर अब हामी जज चाहिँ त्यही चस्माले हुने भयौँ क्या। कि त संसार देख्नु हुँदैन थियो, थाहा पाउनु हुँदैन थियो यस्तो पनि हुन्छ। यहाँनिर बच्चा बोल्न थाल्यो भने उसले राइट सिक्छ, त्यसपछि यु आर नट लाइक हुन्छ नि, यु क्यान नट रेज ह्यान्ड टु मी, आई विल कल द पुलिस भनिदिन्छ एउटा बच्चाले आफ्नो बाउलाई। इमेजिन गर्नु नेपालमा पुलिस बोलाउँछ भनेर अर्को एकलट सेसन सुरु हुन्छ, भाटा हो चप्पल हो थाहा होइन बट सुरु हुन्छ। यहाँ मिल्दैन। अब त्यो कल्चरबाट आएर हामी यो कल्चरमा छौँ। कसम यहाँको बच्चा भन्नु पड्काएर सब लाइनमा लगाइदिन्छु जस्तो लाग्छ, तर मिल्दैन। अब उनीहरू 16-17 लाइक 18 पुगिसकेपछि त दे विल लिभ होम क्या। आई डोन्ट नो, यो म चिन्दिनँ। अनि यहाँको बाबामा काइन्ड अफ हुन्छन् एज केयर, लिटरली बुढी तन्दुरुस्त छ अथवा बुढा तन्दुरुस्त छ, बुढी बिरामी छ अथवा डिमेन्सिया, यहाँ डिमेन्सिया अनि क्रोनिक इलनेसहरू चाहिँ एकदम
लाइक हुन्छ नि कमन हो होइन एज केयरमा राखिदिएको छ भेट्न जान्छन् अनि दे विल जस्ट वेट कहिले सकिन्छ मर्छ अनि विल जस्ट डु द रिचुअल्स एन्ड कम ब्याक इट्स यहाँ जन्म र मृत्युलाई त्यस्तो ठुलो भाउ दिँदैन यार यो ठाउँमा अनेस्टली तिमी इन्डिभिजुअली जन्म्यौ तिमी एक्लै जन्म्यौ तिमी भरसक्दो एक्लै नै मर्छौ टाइपको कन्सेप्ट छ भेरी भेरी नै लाइक त्यो कमन हो क्या ओ हि पास्ट अवे ओ हि पास्ट अवे इमोसनल हुने मान्छेले इमोसनली लिएलान् बट लाइक कमन छ लाइक नेपालमा वृद्ध आश्रममा बाबामा राखेको छ भनेको ओ माई गड कत्रो ठुलो पाप बाबामा हेर्न सकेन ब्ला हो म पनि मान्छु कर्तव्य हो गर्नुपर्छ बट यहाँ इट्स कमन यहाँको वृद्ध आश्रम भनेको चाहिँ एज केयर होम लाइक यहाँको मान्छेले कमाएर लाइक हुन्छ नि आफ्नो सुपर एन्युएसन भन्छ ऊ त्यो पैसा किन बचाइरहेको थाहा छ पछि गभर्मेन्टले नमरुन्जेल दे विल टेक केयर त्यो कन्सेप्ट छ यहाँ भनेपछि सोच्नु हामी जति भिजेको छौँ हामीलाई जति इमोसनल भ्याल्यु छ त्यो बोन्डको त्यो फ्यामिली कल्चरको दो घरमा एक दिन राम्ररी बस्न नसकिएला स्पेसल्ली म बाहिर बसेको थुप्रो भइसक्यो म कलेक्टिभली बस्नु मलाई गाह्रै पर्छ आई डोन्ट नो वाट्स द कम्प्लेक्स इन साइड मी त्यतातिर नजाउँ बट लाइक यहाँ लिटरली अपोइन्टमेन्ट बुक गर्नुपर्छ अथवा टाइम मिलाउनुपर्छ बाबुआमासँग भेट्न अथवा छोराछोरीसँग भेट्न या एन्ड इट्स नर्मल इट्स नट अ बिग डिल इट्स नर्मल इमेजिन गर्नु त हाम्रो बाबाले होइन लाइक मानिलिउँ हामी कतै बसेको छौँ पढ्न बसेको छौँ अथवा काठमाडौँमा त प्रायः सबै पढ्न बसे बाबाआमाले नसोधिकन घरमा नि वाइ डिड यु कम वाइ डिड यु आस्क मी भनेर सोध्न थाल्यो भने त चप्पल निकाल्यो त्यतिखेर छोरा जतिसुकै ठुलो होस् मतलब भएन नि त यहाँ त कहाँ छस् हामी तँलाई भेट्न खोज्दै थियौँ कहिले फ्री छस् भनेर सोध्नुपर्छ एउटा एडल्ट छोराछोरीलाई बाबाआमाले अथवा छोराछोरीले बाबाआमाले डिफ्रेन्ट त्यो कम्प्लिटली डिफ्रेन्ट भेरी डिफ्रेन्ट वर्ल्ड हामी अब कस्तो अब यस्तो कल्चरलबाट यस्तो भिजेर इमोसनल कनेक्सन हरेक चिजहरू हाम्रो रेस्पोन्सिबिलिटिजहरू कुटकट भरेर हामी त्यो ब्याकग्राउन्डबाट आएको नि त यहाँ हेरौँ अब त्यस्तै खालको दिन खोज्यो उनीहरूलाई धेर लाग्ने कि आफूले धेर गरे जस्तो हुने अनि त्यो मिल्दैन क्या अब यहाँ चाहिँ अब के हो त थाहै लाग्दैन क्या यहाँ जति अब होइन प्रब्लम हामी त कन्फ्युज भएर जाला मारे होइन ठिक छ हामीलाई थाहा छ हाम्रो रुट के हो हाम्रो जरा नेपालमै छ गेस गर भोलि तिम्रो बच्चा चाहिँ यहाँ हुन्छ भने द्याट्स द रियल स्ट्रगल उनीहरू हामी नेपालकै हो क्या हामी भोलि ल भुवनले मैले यहीँको लिम्ला अरे पासपोर्ट वाचोर मैले त सोचेको पनि छैन बट पिआर भयो भने यहीँ बसिन्छ पिआर भनेको यहीँ बस्नलाई हो हामी पढेर नेपाल फर्किन्छौँ मिथ झुट बकवास कसैलाई नेपाल फर्किनु छैन फर्कियो भने लाइक केही पैसा कमाएर बिजनेस नै गर्छु तर फर्केर यहीँ आउँछ त्यस्तो धेरै केही छैन किन गएको तिमी म भेप तान्न बाहिर गएको मान्छे एनिवेज तर यहाँ जन्मिने बच्चा बच्ची नेक्स्ट लेभल कति भोग लाग्यो यार के खाने खानुपर्छ अब भोग लाग्यो तिमीलाई के लाग्छ यहाँ तिम्रो बच्चा बच्ची भयो भने तिमी कस्तो संस्कार दिन्छौ लु भन्नु मलाई हाउ यु विल बी अ गुड प्यारेन्ट हो भैया संस्कार अब मलाई चाहिँ के लाग्छ भने पछि यहाँ मेरो बच्चा बच्ची भयो भने चाहिँ फाइदा के हुन्छ भन्दाखेरि जुन हामीले लाइफस्टाइल पाउनलाई तर्सिन्थ्यौँ नि हामी सोच्थ्यौँ नि उनीहरूले चाहिँ यहाँ पाउँछ त्यो बच्चा बच्चीको लागि राम्रो भयो होइन सानैदेखि पाउने भयो हरेक कुराहरू पाउने भयो एउटा सिस्टममा हुर्किने भयो एउटा राम्रो तिम्रो कन्ट्रीमा अब यसको मतलब यो होइन नेपालमा छैन भन्न खोज्या होइन तर काहीँ न काहीँ कतै न कतै केही न केही चिजले चाहिँ फरक चाहिँ पार्दो रहेछ क्या यहाँ हुनु र नहुनुमा अब कल्चरल हिसाबले तिम्रो भ्यालुजहरू चाहिँ जति दिन खोजे पनि दिन सकिँदैन त्यो पनि डिपेन्ड गर्छ तिमीले कसरी बच्चा हुर्काइरहेको छौ भन्ने कुराले पनि असर गर्छ होइन यहाँ हामीसँग चोइस छ र बच्चा हुर्काउने भनेको क्या मैले चोइस भन्नाले यो कमन छैन बाबा लाइक अभियसली तिमीले बच्चा पाउने भनेको आफ्टर यु बिकम सिटिजन हो लेट्स से होइन उनीहरू त जन्मिँदै अस्ट्रेलियन सिटिजन भएर जन्मिन्छन् इट्स जस्ट लाइक अस्ट्रेलियाको बच्चालाई फुत्त लगेर नेपाली घरमा राख्दै जस्तै हो ट्रस्ट मी इट्स अ बिगर इस्यु टु देम लाइक उसको नेसनल ल्याङ्ग्वेज इङ्ग्लिस हुन्छ है उसले हाम्रो जस्तो ढिँडो दाल जाउलोको कन्सेप्ट बुझ्दैन क्या दे ग्रो अप अन 4 लेक्स एन्ड अल
अनि यहाँ त गभर्मेन्टले सुपरभाइज गर्छ बच्चा कसरी हेरेको छ लाइक थाहा छ कि थाहा छैन यहाँनिर बच्चालाई घरमा एक्लै छोड्न मिल्दैन अनलेस एउटा सर्टेन एजमा पुगिन्छ यहाँसम्म उहाँको जस्तो यहाँ च्यापेर गाडीमा मिल्दैन बेबी सिट हुन्छ त्यो पनि सर्टेन गाइडलाइन्सको बेबी सिट हुन्छ यति वर्षदेखि यति वर्षसम्मकोलाई यस्तोमा राख्ने योभन्दा माथिकोलाई यस्तोमा राख्ने भनेर इट्स अ डिफ्रेन्ट अनि इन्सपेक्ट गर्न आउँछ बच्चालाई भ्याक्सिनेसन गरेको छ कि छैन के खाइरहेछ लाइक यु क्यान नट रेज भोइस टु देम कुन सराउन्डिङमा तपाईँ यदि बाउआमा क्यापेबल हुनुहुन्न बच्चा रेज गर्नु जस्तै नेपालमा कोक्रोमा बच्चा सुतिरहेछ आमा गएर कामसाम गरेर नो हुन त नेपालमा त्यहीवाला त गाउँमा होला छैन होइन बट लाइक त्यसरी मिल्दैन क्या दे हेभ टु बी मोनिटर अनि घर पनि त्यही स्ट्यान्डर्डको बनाउनु पऱ्यो चाइल्ड ओ माई गड अ लट अफ थिङ्स हामीलाई जस्तो त्यो नछु हुँदैन नेपालले छुन्छ थाहा छ छोपेर राख्नुपर्छ तिमी कन्टिन्यू गर अब नेपालमा चाहिँ अब नेपालको कन्टेक्समा हेर्ने भने चाहिँ अब यहाँको मात्र त्यही उसले भने जस्तै भ्याक्सिन स्याक्सिन के हार्नुपर्छ होइन नेपालको कन्टेक्समा चाहिँ आमाले भ्याक्सिन हार्नेको सुरुमा चाहिँ यो भ्याक्सिन हान्छ यो भ्याक्सिन चाहिँ जब यो हातको भ्याक्सिन जब जिउमा पर्छ त्यो चाहिँ मेन भ्याक्सिन हो होइन त्यो भ्याक्सिन चाहिँ कस्तो हो भन्दाखेरि त्यो चाहिँ के अरे पत्थरमा अड्नलाई क्या हुन्छ नि कठोरमा अड्नलाई क्या त्यो भ्याक्सिन सुरुमा त्यो भ्याक्सिन खान्छ अनि त्यस पछाडि मात्रै अब हात्ती पाइले हो कि के पाइले हो त्यो मात्रै त्यसपछि होइन लेट्स नट जज आवर ग्रोन अप होइन हामीले कुटै खाएर बाँच्यौँ होला सबैले खायौँ भन्ने छैन होइन विथ द वे वी आर सेफ बिकज अफ आवर पास्ट एक्सपिरियन्स हो हामीले खायौँ मैले त बाबाले खाएको मैले त म घरको ढोलै हो मलाई मस्त बजाएको होइन मम्मीले बजाउनु भएन बाबाले त बजाएकै हो घरमा अरू हुने साथीहरूले पनि बजाएकै हो सबैको नाम नलिउँ होइन तर त्यो कन्सर्न होइन अब यहाँ भइसकेपछि त बच्चा चाहिँ कुट्नु हुँदैन भन्ने त कन्सेप्टमा म पनि हो होइन कुटेर पायो हो कि पाएर कुट्या हो थाहा छैन है कुट्नको लागि पाएको कि पाएर कुट्या हो त्योवाला कन्सेप्ट होइन बट लाइक गाह्रो छ आर वी रेडी भन्ने कुरामै मलाई त उयो लाग्छ अनि ल ठिक छ लेट्स थिङ्क वी टर्न आउट टु बी अ गुड प्यारेन्ट्स वी लिसन टु देम हामीले रेस्पेक्ट गर्न सिकायौँ बाई इक्जाम्पल लर्न गरायौँ होला अनि यहाँ सुरु हुन्छ छुट्टै एडिक्सन मुला हामीलाई खेल्न गयो भनेर पिट्ने बाउआमा सुन यहाँ बच्चा बच्ची खेल्न जाओ न भन्दा जाँदैनन् ग्याजेट्सले बिगारिसकेको छ आँखा दाँत गन डन हामीलाई त कसरी बाहिर लानुहुन्थ्यो दाजु घुमाउ न बाटोमा केही किने मान्छेस माग्दैनस् माग्दिनँ केही खान माग्छस् माग्दैनस् माग्दिनँ भलाजमी भएर बस्दैनस् बस्छु अनि लिएर जाने हो यहाँ त निस्किनु पाएन लडी बडी उनीहरू त उठाएर चेक इन काउन्टरमा प्लिज म्यानुपुलेसन टेक्निक नेक्स्ट लेभल बच्चा बच्चीको यहाँ हामी ठुलो कुरो भयो भने त किन बोलिस हुन्थ्यो त्यो छोडौँ अब बच्चा बच्चीको आइडेन्टिकल क्राइसिसमा जाम यार त्यो हो क्या बेटर प्रब्लम एज अ प्यारेन्ट्स त प्रब्लमेटिक छ होइन थिङ्क अफ फर द बेबिज क्या त्यो बच्चा सोच त ऊ जन्मिन्छ इङ्ग्लिस इन्भाइरोमेन्टमा घरमा बोलिरहेको हुन्छौँ हामी नेपाली होइन हामी ढोकामा चप्पल खोलेर भित्र छिर्ने संस्कारका मान्छे उनीहरू बेडमा जुत्ता लाएर सुत्दिन्छन् अब यो बिचमा जन्मेको बच्चा यता न उताको हुन्छ क्या उसको सबै साथी इङ्ग्लिस हो माई गड टकाटक इङ्ग्लिस हामीले त एसएलसी पछि ब्याचलरसम्म टाइम लाग्यो मलाई अलिकति राम्रो इङ्ग्लिस बोल्नलाई दे विल हुन्छ नि के भन्ने यस्तो खतरा इङ्ग्लिस बोलिदिन्छ नि यहाँको बच्चासँग बोल्नलाई कम्प्लेक्स फिल हुन्छ भने कस्टम ठग्या होइन वी फिल लाइक ओ हामीलाई त केही आउँदैन त्यस्तो टाइम इङ्ग्लिस बोल्छ त्यो भयो अब हाम्रो संस्कार एउटा छ उनीहरूको संस्कार अर्को छ हामीले मनाउने फेस्टिभल एउटा छ उनीहरूले मनाउने फेस्टिभल अर्को छ जिन्दगीमा झोला बोकेर हामीले एकचोटि मात्रै भिक्षा माग्यौँ त भनेको वर्धमान गर्दा यहाँ हेलोविनमा हरेक वर्ष कालो पोलिथिन बोकेर चक्लेट बाँड्दै हिँड्छ कल्चर यस्तो डिफ्रेन्ट छ त्यो बच्चाले हाम्रो सुनिस् कि सोसाइटीको यार तिमी के भन्छौ म यसमा खै यार त्यति साह्रो अब होइन बिहे भइसकेपछि त साला हुर्काउने साला यहीँ हुर्काउने मामपाकाहरूलाई यहीँ हुर्काउने साला दुईतिरकै चाखोस् जुन हामीले साले नेपाल र यहाँको तुलना गर्दा गर्दा पागल भइरहेछ नि तिमीलाई पनि खासै तिम्रो मम्मीको रिस तिमी बच्चा बच्चालाई पाउन आँट्छ होइन उनीहरूले अब हुन त अब दुईवटा कल्चरल मिक्स भयो भने अब हुन त दुईतिरको अब के अरे पाउने कुराहरू त हुन त हुन्छ नै तर अब के भन्ने क्या अब यसमा अब होला नि गाह्रो छ
अनेस्टली गाह्रो छ. आई फिल सरी फर द चाइल्ड आई विल बी ह्याभिङ, मेबी नट, आई डोन्ट नो, आई एम नट रियली रेडी राइट नाउ. म आफै बच्चा छु जस्तो लाग्छ. इनकेस जन्मिहाल्छ भने उसको ब्याटल फर्स्ट डेदेखि हुन्छ क्या. हाम्रो कल्चर छुट्टै छ. अनि हामीलाई एज अ अब अहिले मलाई लाग्छ क्या मेरो बाबाआमाले किन फोर्स गर्थे पढ जागिर खा बिकज उनीहरूको लागि त्यही नै थियो सबै कुरा होइन. क्रिएटिभ हुन सिकाइदिएको भए, खेल्न सिकाइदिएको भए. अब मलाई फुटबल खेल्न आउँदैन क्या, म क्रिकेट खेल्न मजा लाग्थ्यो, म सक्दिनँ क्या, छैन. किनभने सानोमा खेल्न पाइनँ, किनभने पढ्नै ठुलो कुरो थियो. आम नट ब्लेमिङ माई प्यारेन्ट्स, उहाँहरूको लागि यही ठिक थियो. अहिले खेल्न गयो भने करियर छैन ब्ला ब्ला, पढ्यो भने काहीँ त पुग्छ, हो पढेरै काहीँ पुगेको हो. तर अहिले यसो सोध्छु शरीर फकअप भइसक्यो क्या, आउँदैन. न फुटबल कम्पिटेटिभ फुटबल खेल्न आउँछ. यहाँ मान्छेले खेल्यो भने रिल्याक्सेसन छैन, कम्पिटेटिभ खेल्छ. अनि त्यो कम्प्लेक्स पनि हुन्छ, इन्फेरियरी कम्प्लेक्स. यहाँ गएर यतिखेर फुटबल सिक्दैछु भन्न मन पनि नलागेको हो. अनि एक्स्ट्रा करिकुलर एक्टिभिटिजमा खासै जान पाएन. म त आई लभ क्रिएटिङ कन्टेन्ट, बट सबैजनाको त्यस्तो छैन. मान्छेहरू त्यही भएर मिडियोक्रेसीमा यहाँ फस्छ क्या. अनि अब त्यो लेभलले एक किसिमले हामीले बाबाआमालाई प्रेसर दिए. अहिले अन्डरस्ट्यान्डेबल हुन्छ. भोलि हाम्रो बच्चा जन्मियो भने कल्चर फलो गर त भनिन्छ, घरमा नेपाली बोल भनेर प्रेसराइज गरिन्छ होला क्या. उनीहरूलाई मलाई छैन मन सिक्न भन्न पाउने कि नपाउने. व्हाट डु यु से? ल भोलि तिम्रो बच्चा जन्मियो होइन, नेपाली तिमीले एउटा बच्चै हुन्जेल सिकायो भने सिकायो, तर ठुलो हुँदासम्म म नेपाली बोल्दिनँ भन्ने बच्चाको राइट हो कि होइन? त्यो त राइट हो. मनले मान्छ त एज अ प्यारेन्ट्स मान्नै पर्यो. आफ्नो छोरा हो, के गर्छ. यस्तो बाबाले हो भने चाहिँ हुन्छ. तर मेरो चाहिँ कन्सर्न ब्याटल पर्छ होला क्या. होइन त्यो चाहिँ जोक हो होइन. तर अब त्यही अब तिमीले त्यो अब बच्चालाई सानैदेखि तिमीले कसरी हुर्काइरहेछौ भन्ने हुन्छ क्या होइन. अब तिमीले अब होइन ठिकै छ टाइपको भयो भने अब उनीहरू कल्चर, अब मेरो कल्चरमा पनि हल्का भिजाउने, इन्ट्रेस्ट देखाउने. किन मलाई चाहिँ के लाग्छ भने जो मान्छेसँग अलरेडी जो कुराहरू छ त्यो मान्छे त्यो चासो गर्दैन क्या, उसँग के चाहिँ छैन त्यसमा चासो गर्छ क्या. भन्नुको मतलब यो हो कि उसको कल्चर छँदैछ नि, यहाँको त हाउभाउ छँदैछ नि. तर नयाँ कल्चरमा पनि भिज्नको लागि अब मुख हान्नुहोस् त, यहाँको मान्छे हेर न, अस्ट्रेलियाको मान्छे साला नेपाल गएर पोलिटी मारेर बसेर खानेकुराहरू खाइरहेछ होइन. एक्ज्याक्टली. फुल टिका माला तिहार दसैँमा होली खेलिरहेछ भनेपछि उनीहरूसँग त्यो कल्चर छैन त उनीहरू अट्र्याक्ट भयो त. यसको मतलब यो हो कि तिमीले अब अट्र्याक्ट गर्ने त्यस्तो कल्चरहरूलाई क्या कसरी दिलाउन सकिन्छ भाइ. यो के भन्छ क्वेसन एन्सरको सर्ट क्वेसन एन्सरमा बुधा बनाएर भने जस्तो जिन्दगी सजिलो हुँदैन होइन. अब होली आयो त साला जा होली खेलेर. कसले खेल्छ यहाँ होली? नेपाल छ होइन. अब भुच्छ. अब म एउटा कुरा भन्छु ल, सरी नेपाली कम्युनिटीलाई चाडपर्व भनेको रक्सी खाएर भाँड भैलो गर्ने रिजन हो. आइएम सरी टु से. म म्याक्सिममलाई दोष लाउँदिनँ. जो पनि अलिकति हुन्छ नि इन्टेलेक्चुअल हुनुहुन्छ, जो पनि अलिकति हुन्छ, उहाँहरूको एउटा सानो सर्कल छ, 4-5वटा फ्यामिलीको क्लोज ग्रुपको, उहाँहरू मिलेर मनाउनुहुन्छ, एकदम भद्र तरिकाले मिलाउनुहुन्छ. यहाँको जति पनि ग्यादर्ड उयो हुन्छ, म 2चोटि गएको छु. सरी टु से, जब नेपाली कल्चरल फेस्टिभलमा रक्सी इन्भल्भ हुन्छ मैले चाहिँ हात जोडेको. सरी, हामीलाई फैलिन मजाले आउँछ, मैले देखेको है. बट अब त्यहीँनेरि कल्चरल आइडेन्टिटी बोकेर आउने मान्छेहरू पनि हुनुहुन्छ. आइ एम नट ब्लेमिङ देम, बट केही न केही चाहिँ भइरहेको हुन्छ क्या. वाइ वी हेभ टु, हाम्रो लागि जिउनु रमाउनु भनेको वाइ रक्सी चाहिँ किन आउँछ भने जस्तो लाग्छ कि वाइ लाइक खाऊ नखाऊ होइन, मोज घर टिप्सी हुन मजा आउँछ. आई हेभ द्याट फिलिङ होइन. बट झगडै किन गर्नु पऱ्यो, ठुलो कुरो किन गर्नु पऱ्यो कि. एनिवेज कमिङ ब्याक टु द पोइन्ट, त्यो सिकाउनलाई अर्को भनेको रेसिजम ब्रो. यो त बच्चाको लागि यो आई डोन्ट नो हाउ दे विल कोप अप. यो सानो माइन्डमा दे विल फेस रेसिजम, बट आई डोन्ट नो मेबी त्यो टाइमसम्ममा त एजेन्टहरूले बुलिहान्छन् होला, किनभने अलरेडी नै पपुलेसन बढ्दैछ. अति एनिवेज फन होइन, बट रेसिजम छ जस्तै छैन भने छ क्या. त्यो फिल हुन्छ क्या. लाइक सोच न, नेपालमा आएर होइन अरू कुनै नेसनालिटी आएर ठुलो कुरो गर्न थाल्यो भने त हामीलाई नि त चित्त बुझ्दैन. हामी अझै पनि त काले कलोटे भन्दै बोलाएर हुन्छ, खैरे भन्दै बोलाएर हुन्छ. राइट, रेसिजम छ जहीँ पनि छ. यो ह्युमन टेन्डेन्सी हो. आफ्नो सर्कलभन्दा बाहिरको मान्छेलाई थोरै बुल्ली गर्नु त यो खुनमै छ, यो संसारभरिकै खुनमै छ. तर एज अ चाइल्ड त्यो रेसिजम फेस गर्नु हुन्छ नि होला नि त. बुल्ली हुँदैन नि त. हाम्रो क्लासमा पनि थियो नि बुल्ली, थिएन? तिमी बुल्ली भएन कि? तिमी बुल्ली गर्थ्यौ? वाट आर यु? तिमी बुल्ली हो कि बुल्ली गर्थ्यौ तिमी? म गर्थेँ. मलाई यहीँ रहेछ, यसलाई पिट.
म चाहिँ बुली हुन्थेँ कहिलेकाहीँ म खासै बुली गर्न चाहिँ पाइनँ पनि मन पनि लागेन बुली अब तिम्रो त्यो बेलामा बुली चाहिँ अब कस्तो भने रमाइलो होइन अब अहिले आएर चाहिँ के रियलाइज हुन्छ अहिले आएर बुझ्दाखेरि चाहिँ तिमीलाई रमाइलो भयो तिमीले बुली गरेको साथीले त्यो लाइफ लङ इन्सिक्युरिटिज बोकेर गयो क्या कस्टम त्यो सानोमा कसैले मोटे होइन त्यो बच्ची गएर उसले सेपमा आउला कि तर त्यो मोटेवाला हुन्छ नि त्यो डर चाहिँ अझै पनि हुन्छ क्या त्यो हुन्छ जरी चाइल्डहुड ट्रमा क्यारिज थ्रु आउट द लाइफ ब्रो ट्रस्ट मी आई एम स्टिल सफरिङ सानोमा एकजना कुनै छाड्न मन लागिरहेको थियो कसै न कसैले केही न केही भनिरहेको हुन्छ क्या भन्या हुन्छ जुन त्यो यस्तो नमेटिने घाउ जस्तो मनमा बस्छ त्यो पछिसम्म पनि त्यसले कस्तो इन्सिक्योर फिल गराउँछ साँच्ची हो बच्चालाई केही गर्न सक्नुहुन्न भने नगर्नुहोस् बरु तर यो हुन्छ नि ट्रमा दिने काम चाहिँ नगर्नुहोस् तँ लायक छैनस् तैँले गर्न सक्दैनस् हुन्छ नि स्पेसल्ली यो दुईवटा चाइल्ड बिच कम्पिटिसन गराएर हुन्छ नि इन्फेरियर फिल गराउने त्यो नगर्नु बच्चालाई त्यति चाहिँ नगरिदिनु बरु केही गर्न सक्नु भएन नि इट्स ओके नगर्नु होइन खान दिनु बाँच्न दिने भन्छ बेसिक निड बाँस कपास दिनुहोस् सक्नुहुन्छ माया दिनुहोस् तर यो कम्प्लेक्स चाहिँ नदिनुहोस् त्यो त हरेक परिवारमा हुने बाबुआमाले गर्ने त हरेक परिवारमा हुन्छ हो यही कुरा त होइन हाम्रो बाबुआमाले जानी नजानी गरे होला उनीहरू पनि नेक्स्ट लेभल बुली भयो होला क्या त्यही तर नाउ वी ग्रो अप एन्ड वी अन्डरस्ट्यान्ड हाउ ट्रमा वर्क्स नगर्नु म अझै पनि अन्डर कन्फिडेन्ट फिल गर्छु वेन आई एम नट प्रोपरली प्रिपेयर्ड अनि कन्फ्रन्टेसनमा चाहिँ पख भरे बाबा आउनु चाहिँ तेरो तैँले बाबाले जान्नुभएको छ हो त्यो बाबा आउन दे भनेर खाएको डाइलगदेखि बाबा आउन्जेलसम्मको टाइममा म यति ओभर थिङ्क गरिसक्थेँ अहिले पनि केही कुराको कन्फ्रन्ट्रेसन भयो अथवा केही भयो भने अथवा कसैले युवेयर इन द सिफ्ट यस्टरडे भनेर सोध्यो भने ला मैले के बिगारेमै जान्छु क्या म होइन यसले अरू कुनै कुरातिर जाँदैन ला मैले के बिगारेँ हो त्यो ट्रमा बस्दो रहेछ लाइक हुन्छ नि आई एम नट इनफ अनि मेबी मैले केही बिगारेँ गलत त मै रहेछु यो तिनवटा कुरा बसिरहन्छ जब कि त्यो गिल्ट लिनुपर्ने कुरा होइन क्या आई एम कन्सटेन्टली ट्राइङ स्टिल नट एबल टु त्यही हो ट्रमा त नेक्स्ट लेभल तिम्रो भन लाइफको कुनै ट्रमा छ भने यस्तै त्यस्तो साह्रो त्यो भित्री हान्ने चाहिँ छैन भित्री हान्ने भने बाहिरै हानिदिने हो होइन भित्र कसरी ट्रमा दिन्छ भने बरु भित्री ट्रमा दिनुभन्दा अगाडि त्यो अगाडि नै बाहिर मान्छेलाई हानिदिने हो अब खाने पनि हान्ने पनि हो कि खाने हान्ने बट लाइक तिमीलाई अझै पनि सानोमा भएको केही इन्सिडेन्ट्सले अझै पनि लाइक हुन्छ नि असर पार्ने अथवा त्यस्तो अब बुवा मम्मीले गर्ने भनेको त्यही कम्पेरिजन त गर्ने हो नि अब फलानाको छोरोले यस्तो गऱ्यो यस्तो मार्क ल्यायो उस्तो मार्क ल्यायो यस्तो गरिरहेछ यहाँ पुगो त्यहाँ पुगो यसरी खान्छ यसरी हिँड्छ अरे बाबा यार यदि तपाईँले आफ्नै छोरालाई अरू छोरासँग कम्पेयर गर्नुहुन्छ भने म पनि तपाईँहरूलाई अरूको बाबामासँग कम्पेयर गर्छु अरूको बाबामाले त्यो हिसाबको लाइफस्टाइल दिनुभएको तपाईँले के लिनु त्यतिखेर भन्यो अहिले त्यतिखेर त भन्यो त्यतिखेर अहिले आएर चाहिँ म भन्छु जस्तै मलाई अहिले भन्छ नि के भन्नुहुन्छ अहिले जे जस्तो भए पनि के हुन्छ भने छोरो अस्ट्रेलिया छ अब जो समाजमा अस्ट्रेलिया गएको छोराछोरी छ नि अब उनीहरूको भेट हुँदो रहेछ क्या बाटामा अब कहिले बजारमा अनि के छ तपाईँको छोरोको हाल खबर कति पढाउँदैछ त भन्ने हुन्छ होइन उसले त अब मेरो मम्मी उसले त आफ्नो लागि फी जम्मा गरिरहेछ उसले आफ्नो लागि गरिरहेछ ए हो र अनि मेरो छोराले त महिनाको 3 लाख पठाउँछ त 2 लाख पठाउँछ अब आमाको दिमागमा के चल्छ भन्दाखेरि यो सालेले कि त पैसा कमाइरहेछ कि त पढाएको छैन कि यसले उतै मोज मस्ती गरेर सकायो दुईवटा कुरा खेल्छ दुईवटा कुरा खेल्दाखेरि अब अनि मम्मीहरूले बाबामाले गर्ने कारण के हो कि तैँले उसले भन्दा पैसा कमाएकै छैनस् कि तैँले कमाएको छस् तर पैसा पढाएको छैनस् उतै केही गरेर खर्च गरिरहेछस् मेरो त केटीलाई नै खर्च गरिरहेछ भन्नुहुन्छ कुन चाहिँलाई खर्च गर्दैछस् तैँले भन्ने हुन्छ होइन ट्रु ओके हो हेन्डसम त मान्छे त्यो होइन अनि के भन्नु अनि मैले भन्छु मम्मी मेरो रेस छुट्टै हो त्यो मान्छेको रेस छुट्टै छ होइन तपाईँ किन तपाईँहरूले कहिले एकचोटि सोच्नुभएको छ तपाईँहरूले आफ्नो छोराछोरीलाई आफूले छोराछोरीलाई जब कि अरूको छोराछोरीसँग तुलना गरेर त्यो छोराछोरीमा मानसिक असर कति पर्छ तपाईँलाई कहिले
कहिले महसुस गर्नुभएको छ किनकि त्यो महसुस भन्ने चिज आमाबाउलाई थाहै छैन उनीहरूले जे गरेर छन् उनीहरूको लागि सही हो क्या उनीहरूले त्यही सिके उनीहरूले के भन्छ भने हामी तिमीहरूलाई किन यस्तो भन्छु भन्दा तिमीहरू अगाडि बढ बाबा कसरी अगाडि बढ्ने बे यस्तो यस्तो मानसिकता बोकेर यस्तो गराइनुहुन्छ कसरी अनि मैले भने अस्ति त्यही कुरामा मेरो अलिकति डिस्कस भएर क्या फलानाले यति पठाइरहेछ उति पठाइरहेछ भनेर भन्नुभयो क्या मलाई अनि मैले त भनिदिएँ बुवा पनि ती हुनुहुन्थ्यो मस्त भिडियो कलमा होइन यस्तो हो नि त उनीहरू अब तपाईँहरूले यसरी कम्पेयर गर्नुहुन्छ म पनि तपाईँहरूलाई कम्पेयर गर्छु नि त त्यसो भए उनीहरूको बाबामा हेर्नु के अनुसारको पढायो त्यही अनुसारको लाइफस्टाइल थियो तपाईँहरूले दिनु सक्नुभयो त भयो त भएन नि त अब के म तुलना गरेर तपाईँहरूलाई कस्तो असर पर्छ जे पनि तपाईँको त दिमाग चल्नीमा त हान्छ नि त हो त्यही भएर हामीलाई पनि दुःख लाग्छ किनकि सबै इन्डिभिजुअल बच्चा बच्चीको मान्छेको एक एकवटा सोच्ने शक्ति हुन्छ एक एकवटामा इन्ट्रेस्ट हुन्छ अब कसैलाई डक्टर पढ्न मन लाग्छ उसलाई पढाइमा इन्ट्रेस्ट हुन्छ भने कसैलाई अब फिजिकल एक्टिभिटीमा अब तिम्रो के भन्छ अब खेलकुदमा इन्ट्रेस्ट होला रे कसैलाई केमा इन्ट्रेस्ट होला त त्यो गयो क्या हाम्रो लागि त्यो जमाना त थिएन थिएन सक्यो अब यो त्यो सोचेर पनि फाइदा छैन होइन फुटेको अन्डालाई पकाएर रुने होइन अम्लेट बनाएर खाने हो भएनौँ हामी फुटबलर सकिनँ म क्रिकेटर हुन मेबी मलाई डान्सर हुन मन थियो होला वाट्स एभर होइन सकेन मेरो बाबाआमाले जति सक्यो गरेँ यहाँसम्म पुऱ्याइदिएँ आई अप्रिसिएट द्याट उहाँहरूलाई त्यति नै होइन त्यो अप्रिसिएट त गर्ने हो नि तर पनि अब तर लाइक अर्कै हुन सक्थ्यो होला भन्ने कुरा हो तर त्यति नगरेको भए मुला अनि तिमी तर यहाँ पनि भइदिनु थियो आइँदैन थियो होला जस्तो पनि लाग्छ धेरै धेरै हो जे नै हुन सक्थ्यो अब यो हाम्रो कर्ममा थियो त्यो भयो होइन तर लाइक एउटा हम्बल रिक्वेस्ट टु अल दोज प्यारेन्ट्स जसको पनि बच्चा विदेशमा छ होइन बच्चै होस् ठुलो होस् लाइक बच्चा एज इन लाइक अहिले त 17-18देखि 18-19देखि बाहिर जान्छन् होइन म त अलिक म्याच्योर्ड भएर आएँ मेरो कन्टेक्स्टै छुट्टै डिफ्रेन्ट छ मेरो परिवारले खासै मलाई भन्दैन के गर के नगर उहाँहरूले भन्ने भनेको त बुझ्ने छस् जानेको छस् गर त्यही अनुसार तँलाई थाहा छ बेटर भन्नु बट ती सबै प्यारेन्ट्सलाई जसको बच्चाहरू बाहिर छ कम्पेयर नगरिदिनु एक होइन हो हालखबर सोध्नुपर्छ कन्स्ट्यान्ट कन्भर्सेसनमा छ कि छैन बच्चा तपाईँलाई फोन गर्छ कि गर्दैन त्यो चाहिँ मोनिटर गर्नु किनभने उसको मानसिक हेल्थ के भइरहेछ तपाईँहरूलाई थाहा हुँदैन र उसलाई बिग्रिन नदिनु अझै पनि तपाईँहरूको दायित्व हो कर्तव्य हो त्यो पुरा गर्नुपर्छ तर कम्पेयर नगर्नु यार फाइदा छैन कम्पेयर नगर्नु र तपाईँहरू डराएर केही नापिँदैन बिग्रिने यहाँ बिग्रेकै छन् है अनि अर्कोचोटि तपाईँहरू के अरे तपाईँहरू डराएर फेरि पनि केही नापिँदैन किनभने नबिग्रिने मान्छेहरू जस्तै खाडलमा छिरे पनि निस्किन्छन् सोध्नुहोस् हालखबर हामीलाई चाहिएको यति हो हाम्रा बाबाआमाले के छ तँलाई सन्चै छस् कसरी गर्दैछस् भनिदिँदा हामीलाई पुग्छ कि कम्पेयर चाहिँ नगर्नु अब सक्यो अब हामीलाई केही गुनासो पनि छैन होइन गुनासो छैन जे हुनु भयो थियो होला बट वी मेड पिस विथ इट हामीले आफ्नो चित्त बुझायौँ जसरी तपाईँहरूले आफ्नो जिन्दगीसँग चित्त बुझाउनु भयो होला एउटा टाइममा होला नि त तपाईँहरूलाई पनि त गुनासो कति धेरै होला बाबाआमालाई छैन र गुनासो यो गर्न सक्थेँ मलाई त पेटमा आएर हो नभए म यो भइसक्थेँ होला नि त तपाईँहरूले आफ्नो गुनासोसँग चित्त बुझाइसक्नुभयो हामी पनि आफ्नो गुनासोबाट चित्त बुझाइसक्यौँ अब त हामीलाई आफ्नो अगाडिको सन्ततिलाई कसरी राम्रो बनाउने हामी त्यतातिर सिफ्ट भइसक्यौँ त्यो पनि हो अब कस्तो पनि हुँदो रहेछ भने यहाँ आएर अब के गर्दा अब जति दुःख गर्न रेडी हो तर अहिले आएर जति बुवामा आमाले जुन अब उनीहरूले पनि त हामीलाई हेरेर उनीहरूलाई पनि मनमा त लाग्दो होला नि त होइन उनीहरूले इन्जोय गरेछ लाइफ हामीले गर्न पाएन टाइप उनीहरूलाई पनि हुन्छ नि त तर अहिले आएर चाहिँ यहाँ के यस्तो मोटिभेसन या के यस्तो आइरहेछ भन्दाखेरि सक्दो राम्रो लाइफस्टाइल दिने हो बाबाआमालाई होइन सुखले पाल्ने राम्रो खुसी पाल्ने नभने पाल्ने भने भेडा बाख्रा हो मलाई चाहिँ पाल्ने चाहिँ जनावरलाई पाले जस्तो लाग्छ होइन सुखले लाइक कुन तरिकाले पाल्ने भन्ने त्यही अर्कै लाग्छ गाई बाख्रा पो पाल्ने हो त मुला बाबा पाल्ने होइन नि छोराछोरी पाले होइन नि लाइक हुन्छ नि अब आफू जे जस्तो भए पनि अलिकति आफ्नो लाइफस्टाइल र प्यारेन्ट्सको लाइफस्टाइलमा चाहिँ ग्रोथ चाहिँ ल्याउने हामी सबैजनाको सुख दिन सुख भविष्य जति पनि समय बाँकी छ त्यो सुखी समयको लागि मेहनत गरेर अनेस्टली होइन अब यो सबैलाई रिलाए पनि नहोला कोही होलान् कुलङ्गार सन्तान जसलाई बाल छैन बाबाआमाको उनीहरूले बिहे गरे होला के गरे होला होइन
उनीहरू जन्मिम हुर्क्यौँ अब उनीहरू आफ्नो गरेर खान्छन् म आफ्नो गरेर खान्छु मलाई मतलब छैन बाबामा भन्ने होलान् हामी त्यसमा पर्दैनौँ के हामीले देखेको छौँ हामीले बुझेको छौँ हामीलाई थाहा छ हामीलाई चाहिएको यति के सोधिदिनु के छ कसो छ गर्दैछस् राम्रो गर भनिदिनु अनि त्यो हुन्छ नि तेरो लागि मैले यस्तो गरेँ खाइ नखाइ गरेर पढाएँ हुर्का यो इमोसनल अब नगर्नु है प्लिज यो त नगर्नु हामीले पनि मन मारेका छौँ तपाईँहरूको जति छैन तर एउटा लेभलमा मन मारेका छौँ मन मर्नु त मन मर्नु नै हो नि त होइन जब तपाईँहरूले यस्तो इमोसनल ब्ल्याकमेल हान्नुहुन्छ नि यो भनेको हामीले इक्जाम्पल लिँदै गरेको पछि हाम्रो छोराछोरीलाई भन्न जुन हामीलाई मन छैन सरसर्ती हेर्ने हो भने छोराछोरी जन्माइसकेपछि हुर्काउनु पढाउनु घाँसपास गपासको हुन्छ नि त्यो सेक्युरिटी दिनु भनेको कर्तव्य हो रेस्पोन्सिबिलिटी कि त पाउँदै नपाउनु राइट तपाईँहरूले गरेको इनफ छैन भन्न खोजेको होइन है जस्ट टु एक्सप्लेन यु हो नि अब आफूले गरेको कर्तव्य पनि गरेँ भनेर सुनाउनु चाहिँ कस्तो नराम्रो लाग्छ क्या भन्नु नभन्नु होइन भन्नु हामीलाई भनेर प्रब्लम भएको होइन बट लाइक हरेक टाइम तिमीहरूको लागि पढाउनलाई यसो गऱ्यौँ उसो गऱ्यौँ यो गऱ्यौँ खाइ नखाइ गऱ्यौँ आफ्नो रहर माऱ्यौँ नभन्नु के हामीले मार्नै छ मारिरहेछौँ उसलाई कति रहर होला अहिले पनि बियर चेयर्स हान्दै बस्नलाई पैसा बचाइरहेको छ नि भिजालाई तिर्नु त के को लागि फ्युचरको लागि होइन बाबुआमाको बाँकी रहेको फ्युचर र हाम्रो आउने फ्युचरको लागि हो नि त यो रोगो होइन भनेको बुझाएको हो क्या यो द्याट्स रियालिटी क्या नभन्नु हामीलाई थाहा छ तपाईँहरूले घाँस पास छोडेर आफ्नो हुन्छ नि कम्फर्ट जोन छोडेर पढाएको हो तपाईँहरूले पनि बाइक चढेर हिँड्न सक्नुहुन्थ्यो गाडी चढेर हिँड्न सक्नुहुन्थ्यो मेबी एसी लाएर बस्न सक्नुहुन्थ्यो ब्ला ब्ला खतरा घर बनाउन सक्नुहुन्थ्यो म मान्छु हामी मान्छौँ वी अन्डरस्ट्यान्ड द्याट बट नभन्नु न चित्त दुख्छ यार एउटै मात्रै एन्सर आउँछ मेरो दिमाग किन पाएको त आउँछ है अनेस्टली म अलिकति मुभ पढ्छु बट लाइक अन्डरस्ट्यान्ड द्याट या कम्प्लेन ज्यादा भयो अब लेट्स टक समथिङ ब्राइटर साइड तर प्राउड चाहिँ प्राउड छ नि बाबामा फ्लेक्सी नेक्स्ट लेभल साला हामीले त्यति फ्लेक्स गर्न पाएको छैन के फ्लेक्स गर्ने हो के फ्लेक्स गर्ने बिहानै उठेर काममा आँखा मिच्दै मिच्दै ट्रेन पकडेर काममा जानु परेको छ अनि एउटा सिफ्ट सकाएर फेरि अर्को थाल्नु परेको छ 2 दिन छुट्टी पढ्नलाई लियो त्यहीमाथि असाइनमेन्ट राखेँ अनि कहीँ घुम्न जाऊँ न भन्नु मेरो त काम छ यहाँ जिन्दगी काममा सकिन्छ ब्रो किनभने 1 हप्ता काम गरेन भने अर्को 2 हप्ता के गर्न थाहा हुँदैन महँगो छ यार फ्रिडम महँगो छ तर ब्राइटर साइडमा हेर्ने हो भने गरे अनुसार पैसा छ हामी अहिले बोल्न पाइरहेछौँ किनभने हामी अफोर्ड गरिरहेछौँ हो स्टार्टिङ फेजमा तिमी बौलाउँछौ किनकि के हो कसरी हो नयाँ ठाउँ नयाँ इन्भाइरोमेन्ट होइन कहाँ गर्दा के हुन्छ अब तिमीले सोध्दै नसोचेको कुराहरू यहाँ गर्नुपर्छ हो तिमीले मैले चाहिँ अब मेरो अब आफ्नै कहानी छ मेरो डार्क साइड होइन मेरो गरे दुःख मैले यस्तो गरेँ मैले कसैलाई भनेको छैन कसैलाई भनेको छैन मैले कस्तो फेजबाट म गुजेर यहाँसम्म पुगेँ मैले त्यो मुमेन्टमा आएर मेरो फर्स्ट स्टार्टिङको फेजमा मैले कसरी खाना खाएँ कसरी म बाँचेँ त मलाई पनि थाहा यो स्ट्रगल के हो त मलाई पनि थाहा छ मैले उसको पनि छुट्टै छ मेरो छुट्टै छ तर होइन स्ट्रगल त पार्ट अफ लाइफ हो नि म त स्ट्रगललाई स्ट्रगल भन्दिनँ यार इट्स अ प्रिभिलेज म चाहिँ एक्सपिरियन्स भन्छु यार एक्सपिरियन्स तर त्यो मौका पाउनु नै म त ब्रो इमेजिन गर अर्का देशमा आछौ गोजीमा पैसा छैन काम खोज्दै भौतारिँदै हिँडिरहेछौ त्यो छुट्टै एक्सपिरियन्स हो यार अनि एउटा फनी कुरा चाहिँ के थियो भने मैले केटाहरूलाई सोध्छु नि त भर्खर अस्ट्रेलियाको मैले आउने बेला कति पैसा लिएर आएछ भने मैले 2000 ल्याएँ मैले 2500 लिएर आएँ अनि तैँले कति ल्याएर भने मैले त $500 लिटरली $500 लिएर बाँच्यौँ त $500 लिएर आएको बाँच्यौँ त हामी काम थिएन 2 महिना 2 महिना त कामै थिएन मसँग बाँच्यौँ त मैले त सुरुमै घरको रेन्टको तिरेँ भने चाहिँ घरबाट निकाल्दैनन् भनेर सुरुमै 1 महिनाको रेन्ट तिर्दिएँ होइन फर्सी र के भन्छ चामलमा बाँच्यो त बाँच्यो 86 को आएको थिएँ म 62 कि 63 भएको थिएँ बाँच्यो त त्यो स्ट्रगल होइन त्यो एक्सपिरियन्स हो त्यो टाइम अब चाहेर पनि मोबाइलमा दौडिरहनु परेको छ ट्रेडमिलमा वेट घटाउनलाई लाइफस्टाइल हो यो लाइफस्टाइल भने बुझ्यो पहिला टेन्सनले घटिन्छ भने अहिले धेरै अहिले एटलिस्ट खाना लाउन पाएको छ त्यो प्रिभिलेज हो
होइन फेरि ह्याभिङ सेड द्याट नेपालमा खाने लाउनुको दुःख त्यो होइन है होइन तर यहाँनिर म त्यो स्टेकमा छु भोलि मेरो परिवारलाई केही भयो तल माथि भन्ने आई क्यान बी देयर नेपालमा लाचार भन्दा केही हुन सकिँदैन थियो आफ्नो मान्छे लेट्स नट गो अन द्याट पार्ट आफ्नो मान्छे भने आफ्नो मान्छे नै हुन् बट लाइक क्या यो प्रिभिलेज हो है हामी यहाँ आएर रुन पाउनु पनि प्रिभिलेज हो यहाँ आएर गुनासो गर्न पाउनु पनि प्रिभिलेज हो झन् इन्टरनेसनल कलेजमा पढेर इन्टरनेसनल डिग्री लिन आउनु प्रिभिलेज हो त्यति हाम्रो बाबाआमाले गर्दा नै पुग्यो हो त्यति चाहिँ मान्नुपर्छ अब चाहिँ बिस्तारै बिस्तारै स्लो डाउन गरेर अलिकति बोला हो अन्नतिर पनि जाउँ अब अन्नतिर लागौँ अब हामी फेरि इनकेस मुड चलेछ भने अरू थप्दै थप्दै आउँछौँ होइन नभए यो चाहिँ उठाम त फोहोर चाहिँ फाल्नु हुँदैन नेपाल जस्तो होइन नि या फेरि जहाँ पाए त्यो फोहोर फाल्दै हिँड्नुलाई आफूले खाएको फोहोर त लिएर जानुपर्छ कहाँ छ उयो बिन उता होला बिन लु त म फ्याल्दैछु के चस्मा चस्मा फाल्नु आँटेको मेरा मनका कुरा उपहार तिमीलाई